पुनः पनि है सबै साथीहरूलाई गुड इभिनिङ, नमस्कार। आज हामी यो 2082 साल होइन पुसको 12 गते भएको चाहिँ भिक्टोरियाद्वारा भएको साप्ताहिक एक्जामको चाहिँ फिडब्याक क्लासमा छौँ। कृषितर्फको चाहिँ 5औं र 14औं तहको लागि हुने गरी बनाइएका क्वेसनको चाहिँ फिडब्याक सेसनमा छौँ। क्वेसनहरू कतिलाई होइन नयाँ लाग्यो होला, कतिलाई कन्फ्युज लाग्यो होला होइन, त्यो कुरा त जान्दैन तपाईँ होइन। त्यस्तो छ, त्यसले गर्दाखेरि हामी आज करिब 1.5 घन्टासम्म चाहिँ मजाले छलफलमा रहनेछौँ। तपाईँहरूले धेरै कुराहरू नयाँ पाउनुहुनेछ होइन। सहभागिता हाम्रो बढिरहेको छ, करिब 700 जना पुग्दै हुनुहुन्छ। अब म छलफलमा गएँ है त, म तपाईँलाई एकदमै क्लियर तरिकाले सबै कुराहरू होइन, धेरै कुराहरू तपाईँको लागि नयाँ छन्, म्याक्सिमम कुराहरू तपाईँले नयाँ देख्नु भएको छ होइन। ल, जेस्परी गोल्ड हट सोह्र के को जात हो भन्ने एउटा क्वेसन छ। यो कतिले यो बारेमा थाहा पाउनु पनि भएको थियो होला, कतिलाई थाहा थिएन होला होइन। यो जेस्परी गोल्ड हट सोह्र यो त्यति धेरै तपाईँले नथाहा पाएको जस्तो नाम हो, एउटा कुनै यो फलफुलको जात हो। अब पछाडि यसो गोल्ड देख्ने बित्तिकै तपाईँले यसलाई गोल्डेन भन्न खोजेको हो कि भन्ने हिसाबले धेरैको मानसिकतामा स्यावायो होला होइन। अब पहेँलो हुने भएको भएर कहिलेकाहीँ सुन्तला हो कि भन्ने पनि लजिक गयो होला। तर जेस्परी गोल्ड भनेको एउटा किवीको जात हो। यो अहिले चाहिँ न्युजिल्यान्डमा यो विश्वभरिकै किवीको एउटा उत्पादन हेर्ने हो भने सबैभन्दा विश्वमा चाहिँ धेरै खेती हुने किवी भनेको हेवार्ड हो। विश्वमा सबभन्दा धेरै खेती हुने किवी भनेको हेवार्ड, यो पोथी जात हो होइन। सबभन्दा बढी विश्वमा जति किवी खेती हुन्छ, विश्वमा खेती हुने किवी मध्ये लगभग 90% भन्दा बढी त यसको हिस्सा छ। हेवार्ड किवी भनेको त्यति फेमस किवी हो। र अहिले हेवार्ड पछि चाहिँ अब विभिन्न प्रकारको अलिसन थियो होइन, बुर्नो थियो, धेरै जातहरू थिए। तर हेवार्ड पछि अहिले विश्वमा चाहिँ रुचाउन थालेको किवी न्युजिल्यान्डको जात हुन त होइन, यो जेस्परी गोल्ड भन्ने यो किवी अहिले दोस्रो स्थानमा छ। यो किवीको जात भन्ने कुरा बुझ्न पर्यो। यो जेस्परी गोल्ड जुन छ नि, यो भनेको विश्वमा चाहिँ यो दोस्रो नम्बरमा छ। यो पहिलो नम्बरमा छ होइन, यो चाहिँ पहिलो नम्बरमा छ। यो सबभन्दा धेरै खेती हुने किवीको जात मध्ये यो चाहिँ दोस्रो स्थानमा छ होइन। दोस्रो स्थानमा चाहिँ यो किवी रहेको छ भन्ने बुझ्नु होला। स्पेसल पोथी जात हो। अब किवीमा त के हुन्छ भने होइन, भाले एकतिर हुन्छ, पोथी एकतिर हुन्छ नि त। डायोसियस हो प्लान्ट। किवी भनेको त ठ्याक्कै यो छुट्टै बोट भालेको हुन्छ, छुट्टै बोट पोथीको हुन्छ। यो दुईटामा के हुन्छ त, एक आपसमा करस्पोन्डेसन गराएर होइन त्यहाँनिर फल लाग्ने हो। अब यो हेवार्ड भनेको चाहिँ पोथीको रूपमा विश्वमा सबभन्दा फेमस छ भने भालेको रूपमा चाहिँ टोमरी प्रसिद्ध छ है विश्वमा सबभन्दा। यो टोमरी भाले चाहिँ विश्वमा फेमस छ। तपाईँलाई फेरि कहिलेकाहीँ भाले सोध्यो भने हेवार्ड हान्नु होला होइन। किवीमा त भाले पोथीको मिलाउनु पर्छ नि त रेसियो हो। त्यसले गर्दाखेरि यो जेस्परी गोल्ड भनेको यसलाई गोल्डन किवी पनि भन्छन्। अनि किवी त खैरो प्रकारको हुन्छ नि त, यसको नाम भनेको अर्कोमा यसलाई गोल्डन किवी पनि भन्ने गरिन्छ। कहिलेकाहीँ तपाईँलाई यो गोल्डन किवी भन्नाले कुनलाई चिनिन्छ भन्ने आउन सक्छ होइन। त्यस्तो प्रकारको चाहिँ हेवार्ड पछिको एउटा फेमस जात हो। र यो किवी विश्वमा खेती हुने किवीका जातहरूमध्ये सबभन्दा गुलियो पनि छ फेरि। अनि यो गुलियो, यो सबभन्दा गुलियो किवी पनि हो होइन। गुलियो सबभन्दा बढी छ यो। त्यो सँगै यसको चाहिँ के छ भने न्युट्रिएन्ट डेन्सिटी इन्डेक्स भन्छ एउटा। यो न्युट्रिएन्ट डेन्सिटी इन्डेक्स भनेको कस्तो भने धेरै तत्त्वहरू रहेको जस्तो हामीले किवीको चाहिँ हेवार्ड जातलाई खायौँ र यो जेस्परी गोल्ड जातलाई उपभोग गऱ्यौँ भने जेस्परी गोल्ड जातमा चाहिँ धेरै प्रकारका न्युट्रिएन्ट रहेका हुन्छन् त्यहाँ। अब हेवार्डमा चाहिँ अलिकति क्यालोरी बढी छ, तर यसमा कस्तो भने क्यालोरी कम तर अन्य पोषक तत्त्व एकदमै धेरै सञ्चित रहेको हुन्छ। त्यसलाई चाहिँ न्युट्रिएन्ट होइन डेन्सिटी इन्डेक्स भन्ने गरिन्छ। कहिलेकाहीँ तपाईँलाई न्युट्रिएन्ट डेन्सिटी इन्डेक्स सबभन्दा बढी भएको किवीको जात कुन सोध्यो भने होइन जेस्परी गोल्ड भन्ने बुझ्नु होला। त्यसपछि अब सबैभन्दा धेरै गुलियो किवीको जात कुन सोध्यो भने यो पनि यही हो भन्ने कुरा बुझ्नु होला होइन। हट सोर भयो अथवा जेस्परी गोल्ड। र हेवार्ड पछिको दोस्रो फेमस जातको रूपमा पनि यो चाहिँ आउने गर्दछ। त्यसले गर्दा एकदमै विश्वमा चाहिँ हेवार्ड पछिको किवीको फेमस जात हो, एउटा पोथी जात हो होइन। राम्रो उत्पादन हुने जातहरू चाहिँ पर्दछ भन्ने कुरा बुझ्नु होला। अब यो तपाईँले हाम्रो चाहिँ किवी खेती सम्बन्धीका पुराना पब्लिकेसन तपाईँले पाउनुहुन्न। अहिले तपाईँले राष्ट्रिय फलफुल बाली विकास केन्द्रमा हेर्नु होला। त्यो राष्ट्रिय फलफुल बाली विकास केन्द्रको वेबसाइटमा चाहिँ किवी खेती प्रविधि भनेर त्यसले नयाँ खालको राखिदिएको छ। 2082 को नयाँ पुस्तिका हो त्यो। 2082 को चाहिँ किवी खेती प्रविधि भन्ने एउटा पुस्तिका छ, त्यहाँ हेर्नु होला। त्यहाँ चाहिँ यो कुरा उल्लेख गरेको छ। यो जेस्परी गोल्ड जात कस्तो हो होइन, यसका अन्य विशेषता के हुन् त, त्यो सबै कुरा चाहिँ त्यहाँनिर राखिएको छ। त्यसलाई तपाईँले मजाले अध्ययन गर्नु होला।
त्यसले गर्दा जेसपरी गोल्ड भनेको किवीको एउटा फेमस जातको रूपमा चाहिँ आउँदो रहेछ भन्ने कुरालाई याद गर्ने है त। मैले एकैछिनको लागि तपाईँको म्यासेजलाई अन गरेँ किनभने तपाईँहरूको फिडब्याक लिनको लागि। के छ यो यसरी म्यासेज अफ गर्दा बुझ्नुहुन्छ नि होइन, के गुनासो छ तपाईँ होइन म सोधिराख्न पाए हुन्थ्यो भन्ने त छैन नि होइन। अलिक कुनै नयाँ अलिक गाह्रो क्वेसन हो भने तपाईँलाई एकछिनमा म अन गरिदिन्छु फेरि होइन, गाह्रो क्वेसन भइदिएको तपाईँलाई एकछिनमा अन गरिदिन्छु होइन। अब यो लगभग 800 विद्यार्थी पुग्नुभयो, 800जना विद्यार्थी पुग्नुभयो, अब एकछिनपछि लगभग 1000 हुन सक्छन् होइन। त्यसले गर्दा त्यत्रो 1000जना विद्यार्थीको आउँदा त गाह्रो हुन्छ नि त होइन। त्यसले गर्दा मैले अफ गरेको अफ गरिदिइहालेँ है त, तपाईँलाई त्यो समस्या हुँदैन। यो न्युजिल्यान्डको जात है किवी त न्युजिल्यान्ड, किवी भन्ने बित्तिकै न्युजिल्यान्ड बुझ्ने, किवी न्युजिल्यान्डको राष्ट्रिय फल हो। यो किवी किन राख्यो नाम थाहा पाउनु भएको छ नि, यो किवी भन्ने एउटा न्युजिल्यान्डको राष्ट्रिय चरा हो कि, यसको नाम किवी, नेपालमा त्यसलाई झुसे फल भन्छ नि, त यसको नाम ठेकी फल हो। किवी न्युजिल्यान्डको राष्ट्रिय फल के अरे राष्ट्रिय चरो एउटा किवी भन्ने छ न्युजिल्यान्डमा। न्युजिल्यान्डमा चाहिँ राष्ट्रिय चरा एउटा किवी छ। त्यो किवी जस्तै यसको कलर देखिन्छ क्या बाहिरबाट, न्युजिल्यान्डको राष्ट्रिय चरो भनेको किवी, त्यो किवीको जस्तो यसको कलर भएको भएर यसलाई किवी नाम राखियो। कहिले काहीँ तपाईँलाई सोध्ला किवी चाहिँ न्युजिल्यान्डको केसँग सम्बन्धित भएर नाम राखिएको होइन, जनावर चरा होइन के आउन सक्छ नि त, त्यस्तो आइदिएला त्यो बेला बुझ्नु होला यो किवी त्यसै राखिएको कि न्युजिल्यान्ड किवीमा त न्युजिल्यान्ड होइन, सबै कुरा त्यतै आउँछ बढी। राष्ट्रिय फल पहिला त्यसको हो, अहिले त अब चिनको छ होइन, यो कुरा भयो। ल यो अब फेरि कस्तो हुन्छ भने यो सिस्टममा चाहिँ यो सेभ हुन्न, यसलाई फेरि ब्याक गरेर अनि बल्ल हुन्छ यसलाई क्युट गर्नुपर्छ अनि अगाडि बढ्नुपर्छ होइन। त्यसलाई मैले क्युट गरेँ, तपाईँले बरु यसो फोटा खिच्नु होला पछि आएकोले, मजाले चाहिँ क्लासमा बसिराख्नु होला होइन, पछिसम्म बस्नु होला। धेरै कुराहरू नवीनतम छन्, तपाईँले लास्टसम्म झन् नयाँ नयाँ कुराहरू पाउनुहुनेछ होइन। त्यो आफ्नो च्याटलाई चाहिँ एकदमै के अरे डाटालाई परिपक्व बनाउने। अब क्वेसन नम्बर 2 छ, तल दिएको मध्ये ओखरको बिरुवा प्रसारण गर्ने विधि कुन हो भनिएको छ होइन। अब तपाईँहरू धेरैलाई के लाग्यो होला भने टङ ग्राफ्टिङ, ओखरको बिरुवा प्रसारण गर्ने विधि भनेको त सबभन्दा टङ ग्राफ्टिङ हो, टङ ग्राफ्टिङ हो नि त। ओखरको बिरुवा प्रसारण गर्नको लागि सबैभन्दा फेमस विधि भनेको टङ ग्राफ्टिङ हो, ओखरको बिरुवा प्रसारण गर्नको लागि। तर टङ ग्राफ्टिङ त अप्सनमा छैन, अप्सन ए मा चिप बर्डिङ छ, अप्सन बी मा भिनेट ग्राफ्टिङ छ, अप्सन सी मा गुठी बाँध्ने छ, अप्सन डी मा के छ स्टोलन ग्राफ्टिङ भन्ने छ होइन। अब तपाईँले यहाँ कुनै पनि अप्सन नदेखिसकेपछि यो त होइन के हो भन्ने पनि पऱ्यो होला। यदि क्वेसनमा चाहिँ तल दिएको मध्ये ओखरको बिरुवा प्रसारण गर्ने सबभन्दा उपयुक्त विधि कुन सोधेको भए त्यो चाहिँ टङ ग्राफ्टिङ हो। सबभन्दा सुइटेबल विधि भनेको टङ ग्राफ्टिङ हो, विकल्पमा छैन होइन। टङ ग्राफ्टिङ नभएपछि स्टोलन ग्राफ्टिङ आफमा हुँदैन, के अरे सरी ओखरमा हुँदैन, यो आफमा हुन्छ, यो त हुने कुरा भएन, यो आफमा बढी हुन्छ होइन। यो कुरा तपाईँले बुझ्नु भएको छ। गुठी बाँध्ने भनेको यो लिचीमा हुन्छ होइन, अलिक बढी चाहिँ लिचीमा हुन्छ, अम्बामा हुन्छ होइन, कागतीमा हुन्छ, यो पनि उसमा त्यति धेरै हुने विधि होइन, ओखरमा हुँदैन। अब भिनेट ग्राफ्टिङ यो पनि आफमा हुन्छ होइन, आफमा हुन्छ, सुन्तलामा हुन्छ। अब ओखरमा सबैभन्दा धेरै हुने ग्राफ्टिङ के अरे सरी बिरुवा प्रसारणको विधि टङ ग्राफ्टिङ हो। अब विकल्पमा टङ ग्राफ्टिङ नभइसकेपछि त्यसपछिको बेस्ट भनेको चिप बर्डिङ। 2 नम्बरमा यदि चिप बर्डिङ टङ ग्राफ्टिङ दुवै आएर अब बिजु पनि हो हुन त होइन, बिजु बिरुवा प्रसारण गर्ने कुरा पनि हो। अब चिप बर्डिङ र टङ ग्राफ्टिङ दुइटै छ भने दुइटै हाल्ने, दुइटै थिएन भने टङ ग्राफ्टिङ सबभन्दा सुइटेबल हो, जिब्रे कलमी होइन। यो पनि नहुँदाखेरि यसको सही विकल्प भने के भयो त अब चिप बर्डिङ भयो। र यो दुइटै है चिप बर्डिङ र ग्राफ्टिङ त तपाईँले पक्कै बुझ्नुहुन्छ। चिप बर्डिङ भने कस्तो हो, बर्डिङ भने भुप्पोक्राम गरिन्छ होइन। यो के गरिन्छ भने सुन्नु होला, हाडे ओखरको चाहिँ पहिला बिरुवा रुटिस तयार पार्ने, अनि त्यो हाडे ओखरको बिरुवा रुटिस तयार पारिसकेपछि बाहिरबाट यसो सानो कोपिला सहितको बड ल्याउने, अनि यसलाई चाहिँ यसमा चिरेर भित्रैसम्म काठ चिरेर घुसार्ने हो कि त्यो चिप बर्डिङ भनेको। यसरी बाहिरबाट कोपिला ल्याउने बड, त्यसको अरू सबै ग्राफ्टिङ बोक्राम गरिन्छ, तर यसको भित्र काठीसम्म चिर्न पर्छ होइन। यो 2 नम्बर सुइटेबल विधि हो। र यो टङ ग्राफ्टिङ चिप बर्डिङ दुइटै गर्ने समय भनेको फागुनदेखि चैत। अलिकति यहाँनिर के फरक छ भने कुरा सुन्नु होला। टङ ग्राफ्टिङ त लेकाली फलफुलमा गर्ने भनेको खास गरी टङ ग्राफ्टिङ गर्ने समय भनेको त पुष माघ हो नि त। स्याउमा टङ ग्राफ्टिङ गर्ने समय पुष माघ, नासपतिमा पुष माघ। प्राय लेकाली फलफुलमा तपाईँले जे गरे पनि, लेकाली फलफुलमा तपाईँले लेयरिङ गरे पनि, कटिङ गरे पनि, ग्राफ्टिङ गरे पनि, बर्डिङ गरे पनि लेकाली फलफुलमा प्राय गर्ने भनेको पालुवा झरिसकेपछि पुष माघमा गर्ने हो। पुष माघको समयमा चाहिँ लेकाली फलफुलको बिरुवा प्रसारण गरिन्छ। ओखरमा चाहिँ अलिकति त्यो सक्सेस पाइएको छैन कि, त्यो जुम्लामा त्यो रिसर्च गर्दाखेरि पनि अनि यता मुस्ताङमा रिसर्च गर्दाखेरि पनि ओखरमा चाहिँ पुष माघमा गर्दा त्यति सक्सेस भएको पाइएको हुँदैन। त्यसले गर्दा ओखरमा प्राय फागुनको दोस्रो हप्तादेखि
चैतको पहिलो हप्तासम्म चाहिँ बिरुवा प्रसारण गरिन्छ है। तपाईँलाई यो कहिलेकाहीँ टाइमिङका कुराहरू सोध्यो भने यो कुरा बुझ्नु होला होइन। त्यसले गर्दा टङ ग्राफ्टिङ सबभन्दा फेमस भइहाल्यो, चिप बर्डिङ त्यसपछिको सुइटल विधि, यो कुरालाई चाहिँ बुझ्नु होला होइन। ओखरको यो बिरुवा अब बिजु पनि हुन्छ है यसमा, ओखरमा बिजु पनि हो, फेरि कहिलेकाहीँ अप्सनमा चिप बर्डिङ टङ ग्राफ्टिङ बिजु आयो भने सबै आन्नु होला, बिजु पनि हुन्छ होइन। ओखरमा चाहिँ अलिकति बिरुवा बिजु के भनेको त्यो फलबाट पनि बिरुवा निकालेर गर्न सकिन्छ, बिउबाट निकालेर होइन। त्यति सक्सेस नभए पनि, त्यति पपुलर नभए पनि त्यो पनि गर्न सकिन्छ। अनि ओखर एउटा यस्तो प्लान्ट हो नि होइन, यो मोनोसियस हो, यो कुरा बुझ्नु होला। यसमा के हुन्छ भने छुट्टै हाँगामा भाले फुल फुल्छ, छुट्टै हाँगामा पोथी फुल फुल्छ है। कहिलेकाहीँ सोध्न सक्छ पुरानो हाँगामा भाले फुल फुल्छ, नयाँ हाँगामा चाहिँ पोथी फुल फुल्छ। फेरि ओखरमा भर्खर नयाँ पलाएको हाँगा हुन्छ नि त्यसमा पोथी फुल फुल्छ होइन। अलिक पुरानो प्रकारका हाँगामा चाहिँ भाले फुलहरू फुल्छ होइन। तिनीहरूको त्यसरी मोनोसियस प्लान्टको रूपमा चाहिँ यो ओखर आउने गर्छ, यसरी बुझ्नु होला होइन। यिनीहरू तपाईँलाई यताको लेखिदिएको त के होइन, गुठी विधि यिनीहरूमा बढी फेमस छ, लिची अम्बा कागतीमा होइन, स्टोन ग्राफ्टिङ आपमा छ भन्ने कुरा जनाइदिएको हो। भिनेर ग्राफ्टिङ आप सुन्तलामा यिनीहरूको परिभाषातिर गइयो भने फेरि लामो हुन्छ होइन, क्लास त्यतामा गएन है त। ल अर्को क्वेसन नम्बर 3 मा जाम हामी। विद्यार्थी सङ्ख्या लगभग 870 जना पुग्नु भएको छ होइन। ल अलिकति तपाईँ यसो लिङ्कलाई बढाउँ त, सहभागिता 1000 पुर्याउन लाग्नु पऱ्यो। 900 त लगभग पुग्नुभयो, आजको सहभागिता 1000 पुर्याउनु गरी तपाईँ लाग्नु पऱ्यो है। यसो कसरी लाग्नु त 1000 जनालाई पुर्याउने गरी तपाईँ तत्पर रहनु पऱ्यो। अब संरक्षित संरचनामा खेती गर्दा कुन पक्षको व्यवस्थापनद्वारा गर्मी सिजनमा गोलभेडाको उत्पादन लिने गरिन्छ भनिएको छ। संरक्षित संरचना भनेको के हो, प्रोटेक्टेड फार्मिङ होइन, अथवा यसलाई हामीले प्रोटेक्टेड हर्टिकल्चर भन्ने गरिन्छ। प्लास्टिक घर एउटा यसको तरिका हो। प्लास्टिक घर मात्र नभएर हाइटेक प्लास्टिक घरहरू, ग्रिन हाउसहरू होइन, जाली घरहरू, त्यस्ता खालका विभिन्न गुम्बजहरू पर्ने भयो। अब हामी सबैको दिमागमा के छ भने संरक्षित संरचना भनेको चिसो सिजनमा प्रयोग गरिन्छ। जस्तो प्लास्टिक घरको प्रयोग गर्न त आजभोलि हो नि त। संरक्षित संरचना भनेको प्लास्टिक घरका संरचना भने के, ग्रिन हाउस भने पनि, हाइटेक प्लास्टिक घर भने पनि, जाली घर भने पनि, जे भने पनि त्यो एउटा प्लास्टिकको संरचना हो होइन। त्यसले गर्दा हामी सबैको दिमागमा के छ भने यिनी यस्ता खालका प्लास्टिक घरहरू संरक्षित संरचनाहरू सबभन्दा धेरै हिउँदमा प्रयोग गरिन्छ। हिउँदमा त के हुन्छ, बाहिर चिसो हुन्छ, चिसो हुँदा यसले भित्र चाहिँ हिटिङ कायम गर्छ, मतलब कि तापक्रम वृद्धि गर्छ भन्ने मानसिकता हुन्छ। तर अहिले पछिल्लो समय यस्ता खालका चाहिँ संरक्षित संरचना आउन थाले कि सामान्य प्लास्टिकहरू होइन, सामान्य ग्रिन हाउस होइन, नेचुरली भेन्टिलेटेड प्लास्टिकहरू आयो। त्योभन्दा अझ उत्कृष्ट प्रकारको हाइटेक प्लास्टिक घर, हाइटेक प्लास्टिक घर, नेचुरली भेन्टिलेटेड प्लास्टिक घर भनेको एकदमै उच्च प्रविधिका प्लास्टिक घरहरू, उच्च प्रविधिका संरचना। यिनीहरूमा के हुन्छ भने चिसो सिजनमा तातो बनाउने, तातो सिजनमा चिसो बनाउन सक्ने सम्मको चाहिँ सुविधा हुन्छ कि भित्र होइन। कुलिङका पनि व्यवस्था गरिएको हुन्छ। मानव एक्कासी धेरै तापक्रम बढ्यो भने, जस्तो गोलभेडा खेतीको लागि त चाहिने तापक्रम भनेको गोलभेडाको लागि 20 देखि 27 डिग्री सेल्सियस हो है। गोलभेडाको लागि चाहिने तापक्रम 10 डिग्री सेल्सियस भन्दा होइन, भन्दा कम त्यो पनि राम्रो हुँदैन होइन। करिब 32 अब कतै 35 लेखेको हुन्छ, 32 डिग्री भन्दा बढी पनि राम्रो हुँदैन। योभन्दा कम भयो भने पनि त्यो लाइकोपिन पिगमेन्ट आउन सक्दैन, गोलभेडामा फुलहरू फुल्न सक्दैन। योभन्दा बढी हुँदा पनि फुल फुल्दैन, त्यो खालको लाइकोपिन पिगमेन्ट आउँदैन। अब यो 20 देखि 27 डिग्री सेल्सियस तापक्रम हुनु पर्यो नि त। हिटिङ गरे पनि यही तापक्रम आउनु पर्यो, कुलिङ गरे पनि यही तापक्रम आउनु पर्यो। कहिलेकाहीँ मानव तराईमा त 40 डिग्री सेल्सियस तापक्रम पुग्छ। तराईमा 40 डिग्री सेल्सियस तापक्रम पुग्दाखेरि त यो गोलभेडा त लाइकोपिन पनि हुन्न, पहेँलो पनि हुँदैन होइन। सबै गोलभेडा मर्न सक्छ फुल नफुलेर। त्यस्तो कन्डिसनमा के गरिन्छ भने त्यहाँभित्र चाहिँ चिस्याउने खालको व्यवस्था गरिएको हुन्छ क्या कुलिङको। त्यसले गर्दाखेरि अब तपाईँहरूलाई यो क्वेसनले के भनेको छ भने संरक्षित संरचनामा खेती गर्दा कुन पक्षको व्यवस्थापनद्वारा यो गर्मी सिजनमा भन्ने छ अप्सनमा होइन। गर्मी सिजनमा चाहिँ कुलिङ गरिन्छ, किनभने गर्मी सिजनमा चाहिँ के हुन्छ भने एकदमै भित्र तातो हुन्छ। धेरै तातो भने के हुन्छ, फुल फुल्दैन। यदि फुल फुलेर फल लागिहाल्यो भने पनि त्यो जो गोलभेडा पहेँलो के अरे रातो कलरमा आउँछ नि लाइकोपिन, हो त्यो रातो कलर उड्छ। गोलभेडा पहेँलोबाट रातो हुँदै जान्छ होइन, त्यो रातो कलरै आउँदैन कि लाइकोपिनै विकास हुन्न। त्यसले गर्दाखेरि गर्मी सिजनमा चाहिँ भित्र चाहिँ त्यस्तो खालको कुलिङको व्यवस्था गरिएको हुन्छ। अहिलेका चाहिँ संरक्षित संरचनामा यदि जाडो सिजनमा हो भने त हिटिङ गर्न पर्छ। अहिले त चिसो छ फेरि, जस्तो अहिले त एकदमै चिसो छ नि भने अहिले भित्र के गर्छ, न्यानो बनाउँछ। न्यानो बनाए पनि चिसो बेला तापक्रम यदि काम गर्न पर्यो। अहिले चिसो छ, अहिलेको तापक्रम भनेको 10-12 डिग्री सेल्सियस 15 डिग्री सेल्सियससम्म छ नि त भने अहिले तापक्रम बढाएर यदि पुर्याउने भयो अनि गर्मी सिजनमा घटाएर यदि पुर्याउने भयो के अनि यो कुरा बुझ्नु होला। अब यो संरक्षित संरचनामा नेपालमा सबभन्दा धेरै खेती नेपाली कुन हो तपाईँलाई थोरै कुरा जोड्दै मैले। 1 नम्बरमा गोलभेडा सुन्नु होला है, 2 नम्बरमा काँक्रा, तपाईँलाई कर्म छ यो काँक्रा,
3 नम्बरमा भेडी खुर्सानी खुर्सानी होइन भेडी खुर्सानी खुर्सानी 4 नम्बरमा जिरी साग कहिलेकाहीँ यो संरचनामा सबभन्दा धेरै खेती हुने तरकारी कुन हो सोध्यो भने यो बुझ्नु होला र जिल्ला सोध्यो भने काठमाडौँ है जिल्लामा चाहिँ संरचनामा सबभन्दा धेरै खेती भएको जिल्ला भनेको काठमाडौँ हो अथवा प्रदेशमा सोध्यो भने बागमती प्रदेशमा चाहिँ बागमती प्रदेशमा हैन संरचना सबभन्दा धेरै खेती हुने गरेको छ यो कुरालाई चाहिँ याद गर्नु होला हैन ल यसो थोरै मैले तपाईलाई भने त्यसले अब यो क्वेशनमा कस्तो पनि आउन सक्थ्यो भने संरचनामा खेती गर्दा तलको मध्ये कुन व्यवस्थापन गरिन्छ मात्रै भनेको भए दुवै हान्न पर्थ्यो किनभने हिटिङ पनि गरिन्छ कुलिङ पनि गरिन्छ तर जाडो सिजन भनेको भए हिटिङ मात्रै हान्न पर्थ्यो क्वेशनले गर्मी सिजन भनेको भए के हान्न पर्छ अब भित्र कुलिङ गरिन्छ हैन चिसो चाहिँ कायम गरिन्छ भन्ने कुरा याद गर्नु होला यो क्वेशन नम्बर के भयो 3 भयो हैन ल ठीक छ यसलाई तपाईले अब यसको फोटो खिच्नु है के गर्नुहुन्छ अब क्वेशन नम्बर 4 यिनी हर्टिकल्चरका हुनु हैन यो क्वेशन नम्बर 4 मा जब यसमा अलि म तपाईलाई धेरै कुरा बताउँछु यसमा चाहिँ किनभने धेरैले यो कुरा नसुनेको भएर हामी लगभग 900 पुगिसौँ ल त सहभागितालाई यसो अझै वृद्धि गराउँ त 1000 जना पुर्याउने गरी लाग्न पर्छ ल फेरि ल लिङ्क दिएर ठ्याक्क 1000 जना पुर्याउँ त 1000 जना पुर्याएर यसो मलाई चाहिँ फोटो पठाउनु होला एकछिन यो म एउटा ग्रुपमा हालिदिन्छु WhatsApp ग्रुपमा हामी 900 त पुगिसकेछौँ हैन कुन देशमा अगाडि के होला नि तपाईले भनेको म तपाईको एकछिन पछि च्याट बक्सलाई अन गर्छु है ल अब सुनौं मेरिस्टिम टिस्यु केसँग सम्बन्धित छ भन्ने छ हैन यो तपाईहरुको लागि एकदमै नयाँ कुरा जस्तो हो यसबाट अलिकति यो शब्द सुन्दा टोललाई अचम्म लाग्यो होला हैन यो मेरिस्टिम टिस्यु भनेको कस्तो भने एकदमै सूक्ष्म एउटा यो सेल हो के टिस्यु भनेको तपाईले सेल भन्दा पनि हुन्छ यसलाई यो यस्तो बिरुवाको सानो तन्तु हो बिरुवाको यति सानो कोष हो कि यसलाई हामीले माइक्रोस्कोपबाट मात्रै हेर्न सक्छौं अब यो केमा गरिन्छ भन्दा टमाटो ग्राफ्टिङमा मेरिस्टिम हैन टिस्युको चाहिँ त्यति सम्बन्ध हुँदैन हुन त यसमा हुन पनि सक्ने भयो यदि प्रयोगशालामा गर्दाखेरि टमाटो ग्राफ्टिङ गर्ने भनेको त कस्तो भने टमाटरमा मानम यो नेमाटोडको समस्या छ हैन टमाटरमा नेमाटोडको समस्या छ भने अथवा ओइलाउनेको समस्या छ भने ओइलाउनेको समस्या छ भने के गरिन्छ जंगली भान्टामा चाहिँ हैन जंगली भान्टामा लिएर यसलाई चाहिँ कोलमी गरिन्छ त्यो टमाटो ग्राफ्टिङ भनेको त्यस्तो हैन एउटा टमाटरलाई ग्राफ्टिङ गरिन्छ अथवा तपाईले टमाटरकै जात पनि गर्न सक्नुहुन्छ टमाटरकै जातमा पनि एउटा टमाटरको बोर्डमा अर्को हाँगा लिएर पनि ग्राफ्टिङ गर्न सकिन्छ यो टमाटो ग्राफ्टिङमा चाहिँ मेरिस्टिम टिस्युको त्यति सम्बन्ध हुँदैन अब हाइब्रिड बिउ उत्पादन गर्दा त त्यो टिस्युको कुनै सम्बन्धै हुँदैन हाइब्रिड बिउ भने त के हो दुई अलग-अलग पैतृक लाइन हैन दुई अलग-अलग पैतृक लाइन बीच क्रस गराएर निकालेको नयाँ जात हो नि त भने हाइब्रिड जातमा पनि यो टिस्युको त्यति सम्बन्ध हुँदैन अब मसरुम स्पन भनेको च्याउको बिउ हो यो च्याउको बिउमा पनि यसको अलिअलि सम्बन्ध त हुन्छ हैन मेरिस्टिम टिस्युको सम्बन्ध हुन्छ तर त्यति धेरै यो अलि बढी सम्बन्धी छैन अब क्वेशन अनुसार चाहिँ सबभन्दा धेरै सम्बन्धित भएको पिभेस आलोसँग हो पहिलो कुरा त मेरिस्टिम टिस्यु के हो भन्ने कुरा बुझ्न पर्यो यो मेरिस्टिम टिस्यु भनेको मतलब बेला मेरिस्टिम सेल पनि भन्ने गरिन्छ अहिले त मेरिस्टिम टिस्यु कल्चर पनि भन्न थालेको छ यसलाई अर्को शब्द तपाईलाई गरेको मेरिस्टिम टिस्यु कल्चर अथवा मेरिस्टिम सेल आउन सक्छ कुरा उस्तै हो यो आलुमा गरिन्छ आलुमा किन गरिन्छ भने सुन्नु होला हामीले तन्तु प्रजनन विधिबाट आलु निकाल्दाखेरि मात्रै गरिन्छ फेरि अब टिस्यु कल्चर प्रविधिबाट आलु निकाल्दा के गरिन्छ भने बिरुवाको जस्तो आलुको चाहिँ दाना पात अथवा त्यसको हैन के हुन्छ हाँगा कुनै एउटा आलुको भागलाई लिएर चाहिँ प्रयोगशालामा टुसाउने काम गरिन्छ के एउटा निश्चित उसमा राखेर त्योबाट बिरुवाको चाहिँ टुसा पलाउन प्रोत्साहन गरिन्छ प्रयोगशालामा र त्यो टुसाउने क्रममा चाहिँ माइक्रोस्कोपले यसरी त्यहाँ भित्रका चाहिँ मेरिस्टिम टिस्युबाट हेरिन्छ कि एकदमै सानो भाग हो त्यो यो मेरिस्टिम टिस्यु भनेको यति सानो भाग हो कि अब त्यो 0.0 मिलिमिटर हुन्छ क्या त्यो अति सानो एउटा टिस्यु हो त्यो अति सानो टिस्यु भनेको यति भित्री भागमा हुन्छ कि त्यो हामीले खुल्ला आँखा देख्न सक्दैन माइक्रोस्कोपको सहायताले त्यो टुसाउने क्रममा चाहिँ एकदमै भित्र रहेको त्यो एउटा टिस्यु हो
त्यो टिस्युलाई के गरिन्छ भने माइक्रोस्कोपको सहायताले अब विभिन्न त्यो प्रविधि अपनाएर तिनीहरू निकालेर तिनीहरूमा चाहिँ जरा पलाउने काम गरिन्छ के हो। त्यसरी निकालेको बिरुवा मेरिस्टेमेटिक टिस्युबाट आएको एउटा बिरुवा भयो। र मेरिस्टेम टिस्यु भनेको चाहिँ त्यसरी एकदमै त्यो बिरुवा आलुको त्यो टुसाउन थालेको बेला अथवा आलुको त्यस्तो भागबाट एकदमै भित्रबाट लिएको तन्तु अथवा सेल भन्ने बुझ्नु होला। त्यो माइक्रोस्कोपको साथले हेरेर लिन्छ। यो किन यस्तो गरिन्छ त भनेर कहिले तपाईँलाई सोध्यो भने भाइरस फ्री प्लान्ट उत्पादन गर्नको लागि होइन। यो कस्तो हुन्छ भने जति भित्रको चाहिँ एकदमै मेरिस्टेम टिस्यु भयो त्यति चाहिँ भाइरस फ्री हुन्छ। त्यसमा एकदमै भाइरस मुक्त गराउनको लागि योबाट चाहिँ हामीले बिरुवा उत्पादन गर्न सकिन्छ प्रयोगशाला भन्ने बुझ्नु होला। अहिले त इन भिट्रो आइसक्यो। अहिले त मेरिस्टेमेटिक टिस्युको इन भिट्रो होइन, अहिले त इन भिट्रो पनि आउनु थालिसक्यो। इन भिट्रो भनेको यसलाई इन भिट्रो नै भनिन्छ वास्तवमा। इन भिट्रो भन्छ नि यो शब्दलाई आज अहिले त। इन भिट्रो जस्तो मान्छे पनि हुन थाल्यो होइन, पशु पनि हुन थाल्यो। इन भिट्रो भनेको कुनै बिरुवाबाट तन्तु ल्याएर त्यसको वंश त्यही तन्तु भयो, त्यो तन्तुलाई प्रयोगशालामा लिएर नयाँ बिरुवा उत्पादन गर्ने कल्चरलाई चाहिँ इन भिट्रो फर्टिलाइजेसन भन्ने गरिन्छ। यो पद्धतिलाई इन भिट्रो पनि भन्छ, इन भिट्रो कल्चर पनि भन्ने गरिन्छ। इन भिट्रो भने के हो भन्ने हुनसक्छ। त्यसरी कुनै बिरुवाबाट चाहिँ तन्तु निकाल्ने, त्यो तन्तुलाई लिएर प्रयोगशालामा चाहिँ एउटा नयाँ बिरुवा तयार पार्ने, त्यसलाई इन भिट्रो कल्चर भन्ने गरिन्छ होइन। जस्तो अहिले मान्छेहरूमा पनि कसैका सन्तान भएन भने इन भिट्रो गर्ने गरिन्छ कि। अनि त्यो प्रयोगशालामा के टेस्ट ट्युब बेबी भन्छन् नि, हो त्यो ठ्याक्कै कसैको बच्चा बच्ची भएन पशु मान्छेहरूको भने त्यो गराउन सकिन्छ क्या अहिले। आइभिएफ भन्छन् त्यसलाई होइन, इन भिट्रो फर्टिलाइजेसन हो। त्यस्तै खालको चाहिँ यो गरिन्छ होइन। यो कुरा बुझ्नु होला। यो आलुमा चाहिँ एकदमै फेमस छ नेपालमा। तर यो मसरुम स्पर्ममा पनि मेरिस्टेमेटिक टिस्यु चाहिँ हुन्छ, तर प्रयोगमा चाहिँ यो आलुमा बढी छ भन्ने कुरालाई याद गर्नु होला होइन। ल मैले एकछिनलाई तपाईँको च्याट बक्स अन गरेँ। केही छ यसमा चासो भन्नु त? हामी 916 पुग्यौँ। ल सहभागितालाई यसो बढाएर 1000 पुर्याउन लाग्न पऱ्यो अनि टोलीहरूले बेला बेला यसो फोटा पनि खिच्नु होला। केही छ यसमा जिज्ञासा भने यसमा मैले अन गरिदिन्छु है। पल्तिर आज त्यस्तै सिपो प्लान्ट आज होइन। ल ठिक छ, भिडियो रेकर्ड हुन्छ त्यो त तपाईँलाई यत्रो होइन। 1000 विद्यार्थी होला लगभग तपाईँहरू 1000 पुग्ने तर्खरमा हुनुहुन्छ होइन। 1000 पुग्ने तर्खरमा हुँदाखेरि त्यो त उज्या हुन्छ नि त। ल मैले अगाडिको क्वेसनमा सर देखाउँछु, लास्टमा एकचोटि सबैको फिडब्याक दिउँला मैले है त। कलिलो मुनालाई होइन नि मेरिस्टेम भन्ने यस्तो रविन्द्र, कलिलो मुना होइन। कलिलो मुनाबाट त्यसको भित्री भागबाट लिएको तन्तु हो मेरिस्टेम टिस्यु भनेको। मेरिस्टेम भनेको मुन्टाबाटै नि खासमा यो मुन्टाबाट अलैँचीमा चाहिँ मुन्टाबाट लिन्छ। अलैँची मुन चाहिँ हुन्छ फेरि यो अलैँचीमा चाहिँ त्यो मुन्टाबाट लिन्छ ठ्याक्कै। अलैँचीको मुन्टाबाट त्यो भित्रको एकदम सानो तन्तु लिने हो। आलुमा त जेबाट लिन सकिन्छ। अलैँचीको केसमा यो बिरुवाको चाहिँ मुन्टाबाट लिन्छ भित्रबाट है। त्यो प्रयोगशालामै गरिन्छ गर्न त। यो कुरा बुझ्नु होला। ल यसलाई मैले मेटेँ। अब तपाईँले धेरैले चाहिँ होइन धेरैको यो मनमा भएको कुरा छ एउटा 5 नम्बर क्वेसन। म तपाईँलाई यसबाट C3 सिपो प्लान्ट सबै कुरा म तपाईँलाई यसो बताउँछु क्लियर तरिकाले होइन। मजाले सुन्नुहुन्छ। अब सुन्नु, सिफो बिरुवा जस्तै मकै कोदो आदिमा फोटो रेस्पिरेसन कस्तो हुन्छ भन्ने छ होइन। तपाईँलाई मैले एउटा थोरै एउटा हेर्ने सानो है, त्यस्तो धेरै डिप्ली होइन, एउटा एकदम तपाईँलाई नर्मल कुरा बताउँछु। पहिलो कुरा C3 र सिपो प्लान्ट भनेको के हो म तपाईँलाई सानो त्यस्तो धेरै होइन है, एकदमै सर्टिङमा तपाईँलाई पनि बताउँछु। यो एकछिन मैले लेख्छु है। अब केही मिस्टेक हुनसक्छ, यसलाई हेरेरै मैले लेखेँ होइन। तपाईँलाई यहाँ केही कुरा पनि लेख्छु, त्यसपछि यिनीहरूको बारेमा चाहिँ बताउँछु है त। C3 C4 प्लान्टहरू के हुन्छ भनेर एकै मिनट है, त्यसो लाग्दैन म 1 मिनट लेख्छु यसलाई होइन, नातिनु होला। यसमा 3 कार्बन यौगिक हुन्छ, त्यही भएर C3 प्लान्ट भनेको यसको मेन अर्थ त्यो है। 3 कार्बन यौगिकमा चाहिँ त्यो PGA हुन्छ। त्यसलाई चाहिँ 3 कार्बन यौगिकलाई एउटै शब्दमा भन्नुपर्दा PGA भनिन्छ। यो PGA को फुल फर्म भनेको फस्फोग्लाइडिक एसिड भन्दो रहेछ यसलाई। एकैछिन यतिलाई मैले लेख्छु, त्यसपछि पर्दैन। एसिड हैन, यसमा यो हुन्छ। यसमा चाहिँ 4 कार्बन यौगिक हुन्छ। यो 4 कार्बन यौगिक हुँदा के फरक पर्छ तपाईँलाई सबै कुरा बताउँछु हैन। कति नातिनु यति यो लेख्नलाई कहिलेकाहीँ स्पेलिङ मिस्टेक हुन्छ भनेर म तपाईलाई यो लेख्न थालेको है।
यति लेखेँ मैले। अब तपाईँले यति लेखेपछि ल मजाले बुझ्नुहुन्छ होइन। त्यसपछि अर्को एउटा लेखेँ मैले, नातिनुलाई एकैछिन। रुबिक भन्ने थियो एउटा, रुबिक्सको इन्जाइम, त्यसमा चाहिँ केप अरूमा तपाईँले लेख्दै हुन्छ अहिले। ल अब यति मैले किन लेखेको भने कहिलेकाहीँ मिस्टेक हुन्छ होइन आफूले स्पेलिङ लेख्दाखेरि। ल सुन्नु होला, यसलाई म तपाईँलाई अलि टाइम लाउँछु, यसलाई चाहिँ मैले अलिक टाइम लाएर बताउँछु। C4 र C, यो पहिलो कुरा त फोटो रेस्पिरेसन भनेको के हो भन्ने कुरा बुझ्नु पऱ्यो है त। फोटो रेस्पिरेसन भनेको पहिला त यो बुझ्नु पऱ्यो नि त, अनि C3 C4 प्लान्ट बल्ल बुझ्ने हो। फोटो रेस्पिरेसन भनेको के हो भने सूर्यको प्रकाश जब बिरुवाले पाउँछ खाना बनाउँछ, के यो सबैलाई थाहा छ। जब चाहिँ बिरुवामा सूर्यको प्रकाश उपलब्ध हुन्छ, बिरुवाले के गर्छ, त्यहाँ खाना बनाउँछ होइन, ऊर्जा त्यहाँ राख्छ अथवा उसले इनर्जी त्यहाँ खपत गर्छ, इनर्जी राखेको हुन्छ हो। बिरुवामा चाहिँ जब सूर्यको प्रकाश उपस्थित हुन्छ, त्यो सूर्यको प्रकाश उपस्थित भएको बेला के हुनु पर्छ, वास्तवमा के हुनुपर्छ भने सूर्यको प्रकाश उपस्थित हुँदा फोटोसिन्थेसिस हुन्छ होइन, प्रकाश संश्लेषण हुन्छ। त्यो प्रकाश यो त बुझ्नुहुन्छ नि, सूर्यको प्रकाश उपस्थित हुँदा बिरुवाले के गर्छ, फोटोसिन्थेसिस गर्छ हो। त्यो फोटोसिन्थेसिस गर्दाखेरि त्यहाँ कार्बन पनि CO2 पनि हुनुपर्छ, अक्सिजन पनि हुनुपर्छ, त्यहाँ कार्बन पनि हुनुपर्छ, के अरे अक्सिजन र CO2 दुइटै हुनुपर्छ है। सुन्नु होला, यो दुइटैको तालमेल मिल्न पर्छ। अब C3 प्लान्टरमा के हुन्छ भने जब सूर्यको प्रकाश उपस्थिति हुन्छ त्यति बेला यो रुबिक्को भन्ने एउटा इन्जाइम हुन्छ, त्यहाँनिर कुरा बुझ्नु होला है। यो रुबिक्को भन्ने एउटा इन्जाइम छ, यो इन्जाइमले के गर्छ भने वास्तवमा CO2 सँग प्रतिक्रिया गर्न पर्ने, सूर्यको प्रकाशले चाहिँ फोटोसिन्थेसिस हुँदाखेरि त्यसले प्रतिक्रिया गर्नुपर्ने कार्बन डाइअक्साइडसँग हो। तर यो रुबिक्को भन्ने इन्जाइमले गर्दा त्यसले कार्बन डाइअक्साइडसँग चाहिँ रासायनिक प्रतिक्रिया गर्दैन, त्यसले प्रतिक्रिया गर्छ अक्सिजनसँग, कुरा बुझ्नु होला है। त्यसले अक्सिजनसँग प्रतिक्रिया गर्छ कि जब अक्सिजनको प्रतिक्रिया गर्छ अक्सिजन पनि त्यहाँनिर हटाउँदै जान्छ, CO2 सञ्चित हुन पाएन कि। वास्तवमा बिरुवामा त CO2 सञ्चित हुनुपर्छ, बिरुवामा CO2 सञ्चित भएन भने त धेरै कुरा असर पर्छ हो। यदि सूर्यको प्रकाशको उपस्थितिमा त्यो प्रकाश संश्लेषण हुँदाखेरि कार्बन डाइअक्साइडसँग प्रतिक्रिया भइदिएको भए कार्बन डाइअक्साइड सञ्चित हुन्थ्यो, बिरुवामा सञ्चित भएको भए के हुन्थ्यो, एकदम राम्रो हुन्थ्यो, बिरुवामा प्रशस्त खाना बन्थ्यो, बिरुवामा ऊर्जा प्राप्त हुन्थ्यो, बिरुवाले प्रशस्त पानी लिन सक्थ्यो, खाना लिन सक्थ्यो, एकदम राम्रो हुन्थ्यो नि त। तर C3 प्लान्टमा के भइदिन्छ भने यसमा 3टा मात्रै कार्बन यौगिक हुन्छन्, त्यो 3टा मात्रै कार्बन यौगिक हुँदाखेरि यो रुबिक्को भन्ने इन्जाइम एक्टिभ भएर त्यसले गलत प्रतिक्रिया गरिदिन्छ कि। अनि गलत प्रतिक्रिया गर्दा अक्सिजन पनि बिग्रियो, त्यहाँनिर अक्सिजन पनि तालमेल मिलेन, अक्सिजनको प्रतिक्रिया अक्सिजन डिस्टर्ब भयो र कार्बन डाइअक्साइड त सोच्नै पाउने भएन, किनकि यसले प्रतिक्रिया गर्नुपर्ने CO2सँग प्रतिक्रिया गरेको भए त्यहाँ CO2 स्तरीकरण हुन्थ्यो, कार्बन डाइअक्साइड स्तरीकरण हुन्थ्यो, तर यसमा स्तरीकरण हुँदैन। त्यो नभएसम्म के हुन्छ सुन्नु होला, कार्बन डाइअक्साइड बाहिर आउँछ, बाहिरै त्यो वायुमण्डलमै रहन्छ, बिरुवामा जान पाउँदैन, बिरुवामा अक्सिजन पनि कमी हुन्छ र कार्बन डाइअक्साइड पनि बिरुवाले नलिएर अथवा बिरुवामा नरहेर त्यो बाहिरै खुल्ला वायुमण्डलमा रहन्छ हो। त्यसलाई भन्छन् फोटो रेस्पिरेसन। तपाईँले यसलाई परिभाषामा बुझ्नु पर्दा सूर्यको प्रकाशको उपस्थितिमा बिरुवाले अक्सिजनसँग प्रतिक्रिया गरेर CO2 आफूले सञ्चित नगर्ने, बाहिर नै त्यसलाई फ्याँक्ने भनौँ न, बाहिर हटाउने प्रक्रिया हो कि त्यसलाई फोटो रेस्पिरेसन भन्ने गरिन्छ। तर C4 प्लान्टमा के हुन्छ भने यहाँनिर 4वटा कार्बन यौगिक हुन्छन्, त्यो 4वटा कार्बन यौगिक हुँदाखेरि PP भन्ने एउटा इन्जाइम छ यहाँनिर। यो PP इन्जाइमले के गरेको हुन्छ भने कार्बन डाइअक्साइडलाई त्यसले अलरेडी सञ्चित गरिसकेको हुन्छ कि, त्यसले बाहिर जानै दिन्न। यो PP इन्जाइमले गर्दाखेरि चाहिँ C4 प्लान्टहरुमा त्यस्तो कार्बन डाइअक्साइड ग्यास त्यो अटोमेटिक त्यहाँ होल्ड भइसकेको हुन्छ, त्यसले त्यसपछि अक्सिजनको प्रतिक्रिया गर्न पाउँदैन, अलरेडी त्यसले CO2 सञ्चित गरिसकेको हुन्छ यो हार्मोनले गर्दा, यो इन्जाइमले गर्दा। अनि CO2 त्यहाँ अलरेडी भइसकेपछि त्यसले अक्सिजनसँग गलत प्रतिक्रिया गर्न पाउँदैन, अक्सिजनसँग गलत प्रतिक्रिया नभइसकेपछि यो C4 प्लान्टहरुमा के हुन्छ भने अक्सिजन पनि एकदम राम्रो हुने भयो हैन, CO2 पनि प्राप्त हुने भयो कि, दुईटै प्राप्त हुने भयो। तर यसको फोटो रेस्पिरेसन क्षमता कम हो। फेरि किन कम हो भन्नु होला तपाईले, किनकि कार्बन डाइअक्साइड त बाहिर जान पाएन नि त। रेस्पिरेसन भनेको त CO2 बाहिर, यो भनेको के हो भने फोटोसिन्थेसिस हुँदाखेरि CO2 बाहिर जाने प्रक्रिया फोटो रेस्पिरेसन हो।
अब C3 प्लान्टमा त कार्बन डाइअक्साइड बाहिर गयो नि त, भित्र आउन पाएन, सञ्चित हुन पाएन भने यसमा त्यो फोटो रेस्पिरेसन बढी भयो, यसमा कम भयो के। अब बढी हुनु राम्रो कि कम हुनु राम्रो भन्ने हुनसक्छ। बढी हुनु राम्रो कि कम हुनु राम्रो भन्नेमा कम भयो। फोटो रेस्पिरेसन जति कम भयो त्यति राम्रो, किनभने जब फोटो रेस्पिरेसन हुन्छ यसले धेरै कुरा फाइदा पुर्याउँछ। एउटा कुरा त बिरुवामा ऊर्जा खपत भयो, CO2 बिरुवामै रहन्छ क्या। जब बिरुवामा कार्बन डाइअक्साइड सञ्चित हुन्छ, कार्बन डाइअक्साइड फिक्सेसन हुन्छ, उसले कार्बन डाइअक्साइड राख्छ। कार्बन डाइअक्साइड बिरुवामा हुँदाखेरि त्यहाँ अक्सिजनको पनि लेभल मिल्छ, बिरुवाले प्रशस्त ऊर्जा खपत गर्छ, ऊर्जा प्रशस्त हुन्छ बिरुवामा, क्यालोरी हुन्छ, इनर्जी हुन्छ, बिरुवाले आवश्यक परेको जति पानी लिन सक्छ। तर जब त्यहाँ CO2 हुँदैन बिरुवामा, CO2 नभएपछि अक्सिजनको पनि ब्यालेन्स मिल्दैन, बिरुवाले खाना पनि त्यहाँ हुँदैन, कति हुँदा ऊर्जा पनि हुँदैन, अनि बिरुवाको उत्पादन वृद्धि विकास कम हुन सक्छ के। हो त्यसले गर्दा यो फोटो रेस्पिरेसन क्षमता कम हुनु राम्रो कि बढी हुनु राम्रो सोध्यो भने तपाईँले बुझ्नु होला कम भएको राम्रो। अब कहिलेकाहीँ तपाईँलाई के सोधिनु सक्छ भने एउटा सानो इक्जाम्पल है, जस्तो सिपो प्लान्ट भनेको C3 प्लान्ट के हुनसक्छ, धान होइन, प्रायः म्याक्सिमम प्लान्ट है धान, गहुँ होइन, भटमास भए, यिनी C3 प्लान्ट भए भने सिपो प्लान्ट के भयो, उखु भयो होइन, उखु कोदो होइन, उखु भयो, कोदो भयो, त्यसै मकै, यिनीहरू भनेको चाहिँ सिपो प्लान्ट हो। अब तपाईँलाई इक्जाममा अर्को कस्तो क्वेसन सोधिदिन सक्छ भने सिपो प्लान्टहरू C3 प्लान्टहरू गर्मी मौसममा राम्रो हुँदैन नि, किन? तपाईँले यस्तो कन्सेप्ट बुझ्नुपर्छ। C3 प्लान्टहरू यिनीहरूलाई चिसो हावा पनि मनपर्छ। कसरी म तपाईँलाई कुरा भन्छु है, यो तपाईँहरू धेरैको लागि नयाँ सिकाइ हुनसक्छ, किनभने तपाईँले C3 सिपो प्लान्ट पढ्नु भएको थियो यो भनेर, तर वास्तवमा C3 सिपो किन भनेको भन्ने कुरा बुझ्नु भएको थिएन होइन। यिनीहरू गर्मी हावामा चाहिँ, उष्ण हावा भनौँ न होइन, उष्ण अथवा गर्मी हावामा चाहिँ यिनीहरू एकदमै राम्रो मानिन्छ। किन त्यस्तो हुन्छ त? अब सुन्नु होला। C3 प्लान्टहरू जब धेरै गर्मी हुन्छ, धेरै गर्मी भनेको त प्रशस्त सूर्यको प्रकाश आएको हो नि त, त्यहाँ सूर्यको प्रकाश प्रशस्तै आउँछ। सूर्यको प्रकाश प्रशस्तै आउने बित्तिकै यिनीहरूमा के हुन्छ, फोटो रेस्पिरेसन क्षमता बढी हुन्छ, अनि फोटो रेस्पिरेसन बढी हुँदाखेरि कार्बन डाइअक्साइड बाहिर जान्छ, भित्र बिरुवामा आउन पाएन, अनि यिनीहरूको वृद्धि विकास उत्पादन एकदमै कम हुन्छ। त्यसैले यिनीहरू चिसो हावा पनि बढी राम्रो हुन्छ, किनकि चिसो हावा पनि सूर्यको प्रकाश कम आउँछ, अनि कम आउँदा त्यो फोटो रेस्पिरेसन पनि कम हुन्छ, त्यसले यिनीहरूलाई फाइदा हुन्छ। भने यिनीहरू त गर्मी हावा पनि त त्यो CO2 सञ्चित गर्न सक्छन्, त्यसले गर्दाखेरि यिनीहरू चाहिँ गर्मी हावा पनि मजाले खेती गर्न सक्ने बालीमा चाहिँ पर्छन् होइन। यो कुरा बुझ्नु होला। अब खेतीको लागि उत्पादनको दृष्टिकोणले, पानी सञ्चित गर्ने दृष्टिकोणले, पानी धारण गर्ने क्षमतादेखि लिएर खाद्य तत्त्व सञ्चित गर्ने क्षमता, हरेक हिसाबले सिपो प्लान्ट राम्रो। यति मात्र होइन, सिपो प्लान्ट भनेको जलवायु मैत्री पनि छ। तपाईँलाई कहिलेका कस्तो सोध्देला भने तलका मध्ये कुन बाली जलवायु मैत्री बाली हो सोध्देला कहिलेकाहीँ, अथवा हरित गृह सञ्चित गर्ने बाली हो सोध्यो भने तपाईँले दिमाग लगाउनु पर्यो। यो कति बेला एक्जाममा आछ कि तलका मध्ये कुन बाली जलवायु मैत्री बाली हो। जात भन्यो भने त तपाईँले धानको डुबान छर्ने जात बुझ्नु होला होइन, सुक्खा छर्ने जात बुझ्नु, तर तलका मध्ये कुन बाली जलवायु मैत्री हो सोध्यो भने के गर्नु भने यिनीहरू, किनकि उखुले त CO2 सञ्चित गर्न सक्छ नि। जब उखुले CO2 सञ्चित गर्छ, उखुलाई पनि राम्रो भयो, उखुलाई राम्रो भयो नि त, त्यहाँ खाना बन्यो, कार्बन बन्यो, बिरुवामा त कार्बन भएको त राम्रो हो नि होइन, खाना सञ्चित भयो। अनि जब वायुमण्डलमा CO2 हुन्थ्यो, हामीलाई अप्ठ्यारो हुन्थ्यो नि त, जलवायु परिवर्तन हुन्थ्यो, वायुमण्डलको CO2 यिनीहरूले त सोचे, CO2 सोच्ने क्षमता बढ्छ नि त यिनीहरूले। त्यसले गर्दा सिपो प्लान्टहरूमा चाहिँ कार्बन डाइअक्साइड सोच्ने क्षमता बढी भएको भएर यिनीहरू भनेको जलवायु मैत्री बाली पनि हुने कुरालाई याद गर्नु होला होइन। हो यस्तो सिपो C3 प्लान्ट किन भनेछ, यिनीहरूमा 3वटा कार्बन यौगिक हुन्छ, त्यो यौगिकलाई होइन PGA यौगिक भन्छन्, अनि यतापट्टि चाहिँ OA नाम गरेको 4वटै कार्बन यौगिक हुन्छ। 4वटा कार्बन यौगिक हुँदाखेरि यो इन्जाइम सक्रिय हुन्छ र यो इन्जाइमले CO2 लाई एकदमै फास्ट र स्तरीकरण गर्न सक्छ। तपाईँलाई अब सामान्य तरिकाले C3 ले CO2 कम फिक्सेसन गर्छ भने यसले के गर्छ त बढी फिक्सेसन गर्छ भन्ने कुरालाई याद गर्ने है त। ल कुरा बुझ्नु भएको छ होइन, केही छ यसमा जिज्ञासा? यसलाई मैले अलिक बढी टाइम लाएँ किन तपाईँ धेरैको लागि यो नयाँ जस्तो भएको भएर पनि होइन, मैले यसमा चाहिँ अलिक बढी टाइम लगाएर नै गरेँ। क्लियर छ नि होइन? मैले तपाईँलाई अहिले अन गरिरहेको छु मेसेज बक्स भन्नु त। अब यसको लागि धेरै पढ्नु तपाईँले 1 घन्टाको क्लास लिनुपर्छ कि नर्मल्ली कन्सेप्ट त बुझ्नुभयो नि होइन, हल्का कन्सेप्ट त बुझ्नुभयो नि। तपाईँलाई यति कुरा पनि थाहा थिएन होइन, यति कुरा पनि थाहा थिएन भने धेरै कुरा याद भइसक्यो नि होइन। अब यति गरेर कम्तीमा अरू त आफूले यसो खोज्नु पऱ्यो, अडियो फिडब्याक क्लासमा 1 घन्टाको क्लास लिएर त भएन, अनि त्यसले गर्दा अरू बाँकी कुरा तपाईँले खोज्नु होला होइन, फेरिबाट भनेर त हुँदैन। ल अब तपाईँले भन्नु यसमा, अब तपाईँले मैले सामान्य एउटा क्वेन्स भने एउटा तपाईँलाई यसको लागि मात्रै है, अनि च्याट खोलेर हुनु नभिन्छ त्यो बर्बाद भइहाल्छ। मैले एउटा क्वेन्स भने ल भन्नु, तलका मध्ये कुन बिरुवाले कार्बन डाइअक्साइड बढी फिक्सेसन गर्ने भयो भन्दा के हान्नुहुन्छ भन्नु त? तलका मध्ये कुन बिरुवाले कार्बन डाइअक्साइड बढी फिक्सेसन गर्छ सोध्यो भने के हान्ने हो? सिफो हान्ने।
अनि बिरुवामा चाहिँ फोटो रेस्पिरेसन कम भएको राम्रो कि बढी भएको राम्रो? बिरुवामा चाहिँ फोटो रेस्पिरेसन कम भएको राम्रो बढी हो? कम भएको राम्रो, किनकि कम भयो भने के हुन्छ, त्यहाँ CO2 सञ्चित हुन्छ, CO2 बाहिर गयो भने बढी हुने हो नि त हैन। अब त यति भने तपाईँले बुझिहाल्नु भएछ हैन। मैले च्याट बक्स अफ गरिदिएँ है त, धेरैजना क्लियर भइसक्नु भएछ यसलाई, त्यही भएर मैले गरेको। ल यसलाई मैले क्युट गरेँ है त, फोटा खिच्नु त बरु पछि आएको हुन्छ नि कोही, यसलाई यसो फोटा खिच्नु है, पछि आएकोले कोही हो भने अलिअलि बुझ्नु होला। अब यति भने तपाईँले धेरै कुरा क्लियर तरिकाले बुझिहाल्नुहुन्छ हैन। अब क्वेसन नम्बर 6 छ हैन, यो पनि त्यस्तै क्वेसन हो। क्वेसन नम्बर 6 मा यति भने धेरै कुरा जोड्न पर्दैन, क्वेसन नम्बर 6 लाई त्यसले नै समेट्छ। ल सहभागिता 1000 पुर्याउनु, खोइ त 1000 जना पुर्याउनु पर्यो त लाग्नु त साथीहरूलाई दिएर लिङ्क गरेर यताउति गरेर र तुरुन्तै अब साथीहरू भनेर 1000 जना पुर्याइहाल्नु त 932 जना भए हैन, अलिकति पुग्याएन 1000 जना। प्राङ्गारिक कृषि प्रणालीले जलवायु परिवर्तन न्यूनीकरणमा कसरी योगदान पुर्याउँछ भनेको छ। प्राङ्गारिक कृषिले जलवायु परिवर्तन न्यूनीकरण पनि गर्छ, अनुकूलन पनि गर्छ है। अनुकूलन न्यूनीकरण फरक कुरा हो हैन। अब प्राङ्गारिक कृषिले कसरी गर्छ? प्राङ्गारिक तरिकाले हामी जब प्राङ्गारिक कृषि भनेको त प्राङ्गारिक वस्तुहरूको प्रयोग गर्ने हो नि। जब हामीले माटोमा प्राङ्गारिक वस्तु प्रयोग गर्छौँ, सुन्नु होला है। अब माटोमा प्राङ्गारिक वस्तु प्रयोग गर्दाखेरि यता ध्यान दिनु होला। जब हामीले माटोमा प्राङ्गारिक वस्तु प्रयोग गर्छौँ, माटोमा प्राङ्गारिक वस्तु प्रयोग गरिसकेपछि के हुन्छ, माटोमा त त्यो प्राङ्गारिक वस्तुमा त कार्बन रहेको हुन्छ नि। त्यो प्राङ्गारिक वस्तुले कार्बन होल्ड गर्छ कि, कार्बन होल्ड गर्छ। त्यो कार्बन माटोमै राख्छ त्यसले। त्यो कार्बन माटोमा रह्यो, वायुमण्डलमा आउन पाएन भने त वायुमण्डलमा रह्यो भने त्यसले उष्णता ल्याउने भयो, तापक्रम वृद्धि गर्ने भयो। जब त्यो कार्बन प्राङ्गारिक वस्तु माटोमै रहन्छ, माटोमा रहँदा दुई तीनटा फाइदा हुन्छन्। एउटा कुरा त जब माटोमा कार्बन हुन्छ, सूक्ष्म जीवाणुको संख्या, सूक्ष्म जीवाणु बढ्छ, एक्टिभ हुन्छन्, किनभने सूक्ष्म जीवाणु कार्बन पायो भने आफ्नो क्रियाकलाप बढाउने हो कि, त्यसले प्राङ्गारिक वस्तु बिगार्नु गर्ने हो नि त। त्यहाँनिर माटोमा कार्बनिक क्रियाकलाप बढ्छ, एउटा कुरा। अनि जब प्राङ्गारिक वस्तुमा कार्बन सञ्चित हुन्छ, प्राङ्गारिक वस्तुमा कार्बन सञ्चित हुन्छ नि, हो त्यो कार्बन सञ्चित भने वायुमण्डल जान पाएन। अनि वायुमण्डल नजाँदा के भयो त, वायुमण्डलमा चाहिँ त्यो ग्रिन हाउस ग्यासहरूको उत्सर्जन कम हुने भयो हैन, यो कुरा बुझ्नु होला। अनि त्यसले गर्दाखेरि अब यसमा के लेखेको छ, प्राङ्गारिक कृषि प्रणालीले जलवायु परिवर्तन न्यूनीकरणमा कसरी योगदान पुर्याउँछ भनेको छ। हरित गृह ग्यासको उत्सर्जन बढाएर, बढ्यो भने त बर्बाद भएको। प्राङ्गारिक पदार्थ प्रयोग गरेर जुन ग्रिन हाउस ग्यासहरू बढ्यो भने त बर्बाद हो नि। कार्बन सङ्ग्रह घटाएर भनेको माटोमा कार्बन नराखेर भनेको, कार्बनको होल्डिङ क्षमतालाई घटाएर भनेको कार्बन सोच्नुपर्ने ठाउँमा सोचेन भन्न खोजेको त हो नि। जब उसले कार्बनै सोचेन भने त्यहाँनिर पनि हुँदैन, यो पनि मिलेन। अनि वन विनाशलाई न्यूनीकरण गरेर, अब वन विनाशलाई न्यूनीकरण गर्ने कुरा त प्राङ्गारिक कृषिको सम्बन्धै छैन नि त हैन, यो त सम्बन्ध छैन। हो माटोमा कार्बन भण्डारण बढाउने अभ्यास प्रवर्धन गर्छ अरे, त्यसले गर्दा यसको एन्सर सी भयो। अनि तपाईँलाई एक्चुअली कस्तो क्वेसन आएको थियो भने, कतिले यो दिमाग लाउनु भयो कि लाउनु भएन हैन। क्वेसन कस्तो आएको थियो भने, प्राङ्गारिक पदार्थ माटोमा बिगार्नु हुँदा कुन ग्यास उत्सर्जन हुन्छ भन्ने कुरा आएको थियो हैन। प्राङ्गारिक पदार्थ बिगार्नु हुँदा मिथेन पनि आउन सक्छ, नआउने होइन, तर वास्तवमा CO2 आउँछ। किन भन्ने होला, किनकि प्राङ्गारिक पदार्थमा त कार्बन हुन्छ। जब कार्बनिक पदार्थ बिगार्नु हुन्छ CO2 आउँछ है, फेरि त्यसबाट बिगार्नु हुन्छ CO2 आउँछ फेरि। त्यसले गर्दा त्यस्तो धेरै आउने होइन, बिगार्नु हुँदा अलिअलि आउने हो, त्यस्तो व्यापक तरिकाले चाहिँ आउने होइन हैन। त्यसले गर्दा प्राङ्गारिक पदार्थ बिगार्नु हुँदा CO2 ग्यास निस्किन्छ। तर त्यस्तो वायुमण्डलमा हराभरा चाहिँ हुन्न, अलिक कमै हुन्छ कि, किन प्राङ्गारिक पदार्थले होल्ड गरिसकेको हुन्छ हैन। यो कुरालाई चाहिँ यसरी बुझ्नु होला हैन। ल प्राङ्गारिक पदार्थमा यस्तो प्रकारको हुँदो रहेछ भन्ने कुरा बुझ्ने, यसको एन्सर के भयो, सी भयो। यसको धेरै गर्न परेन नि, तपाईँले कुरा बुझिहाल्नु हो। ल क्वेसन नम्बर 7 छ, यो पनि तपाईँहरूको लागि केही नयाँ क्रम हुनसक्छ हैन। क्वेसन नम्बर 7 मा के भनेको छ भने, कुनै पनि व्यक्तिको क्रियाकलापले उत्पादन गरेको हरित गृह ग्यासको परिमाणलाई के भनिन्छ भनेको छ। म तपाईँलाई पहिला यहाँनिर लेखेका सबै शब्दहरूको पहिला केही अर्थ बताउँछु भने, यहाँनिर जे छन् तिनीहरू सबै कुराहरूको चाहिँ मैले तपाईँलाई अर्थ बताउँछु। यहाँ हेर्नु होला, कार्बन यो सिनको है, वास्तवमा SINको सिनको हो, यहाँनिर सनको भएछ हैन, सिन कार्बन सिनको है। यो कार्बन सिनको भनेको कार्बन सोच्ने हो हैन, कार्बन सोच्ने पदार्थ अथवा प्रविधि अथवा स्रोत जे भने पनि भयो हैन। स्रोत कार्बन सिनको सबभन्दा धेरै केबाट हुन्छ भन्दा वनबाट हुन्छ, त्यसपछि माटोबाट हुन्छ हैन, र समुद्रबाट पनि हुन्छ है। समुद्रबाट पनि कार्बन सिनको हुन सक्छ। सिनको भनेको कार्बन सोच्ने, कार्बन केले धेरै सोच्छ, सबभन्दा धेरै कार्बन सोच्ने वनले, त्यसपछि माटोले सोच्छ, मैले अघि भनिसकेँ तपाईँलाई। अनि समुद्रका विभिन्न क्रियाकलापले सोच्ने गर्छ। कार्बन सिनको भनेको कार्बन सोच्ने प्रक्रिया कार्बन सिनको हो। कार्बन व्यापार भनेको कार्बनको उत्सर्जन कम गरे बापत
कम गरे बापतको के भयो नि एकछिन है यो लेख्ने भनेको भयो कम गरे बापतको आर्थिक कारोबार हो यो कस्तो भने सुन्नु होला हैन विश्वमा सबैभन्दा धेरै यस्ता खालका CO2 ग्यास उत्सर्जन गर्ने देश भनेको चीन विश्वमा सबभन्दा धेरै CO2 चीनले उत्सर्जन गर्छ हैन क्रमशः अमेरिका यस्ता विकसित देशहरूले गर्ने गर्छन् यो कार्बन व्यापार भनेको कस्तो भने मानव चीनले चाहिँ गत वर्ष 25% CO2 ग्यास उत्सर्जन गर्ने हिस्सा थियो मानेको है त्यो नहुन सक्छ चीनको चाहिँ 25% उत्सर्जन गर्ने हिस्सा थियो गत वर्ष र उनले विभिन्न कारणले गर्दा वन जङ्गलको विस्तार गरेर माटोको प्राङ्गारिक पदार्थ थपेर कसरी हुन्छ उसले चाहिँ आफूले उत्सर्जन गरेको यो CO2 को मात्रालाई घटाएर उसले 22% मा झार्यो भने 3% घटायो नि त उसले गत वर्षको भन्दा हो यो 3% घटाए बापत त्यसलाई चाहिँ एउटा सम्मान गरिन्छ त्यसलाई पुरस्कार दिइन्छ त्यसलाई रकम दिइन्छ भने अथवा भुक्तानी दिइन्छ भने त्यो प्रणाली भनेको कार्बन व्यापार हो यो कुरा बुझ्नु होला अनि कार्बन स्तरीकरण भनेको त अघि मैले भनिसके कार्बन फिक्सेसन हैन अब कार्बन स्तरीकरण केले गर्छ C3 हैन C3 मा कम हुन्छ C को प्लान्टमा बढी हुन्छ यो कुरा अघि आइसक्यो हैन यो कार्बन स्तरीकरण बिरुवाले कार्बनलाई त्यो फोटो रेस्पिरेसनको रूपमा चाहिँ लिने कुराहरु भए र कार्बन फुटप्रिन्ट भनेको कस्तो भने कुनै पनि देशको एउटा नागरिकले कति CO2 ग्यास उत्सर्जन गर्यो भन्ने हिसाब निकालिन्छ के जस्तो नेपालमा एउटा व्यक्तिले कति CO2 निकाल्छ त भन्ने हिसाब गरिन्छ त्यसलाई भन्छन् कार्बन फुटप्रिन्ट यो किन गरिन्छ भने एउटा व्यक्तिले कति उत्सर्जन गर्दो रहेछ र त्यसलाई घटाउन के प्रयत्न गर्न पर्छ भन्ने कुरा पत्ता लाग्ने भएको भएर एउटा व्यक्तिले आफूले गरेका क्रियाकलापबाट कति CO2 ग्यास उत्सर्जन गर्यो त त्यो कुरा पत्ता लगाउने अथवा त्यसको परिमाण पत्ता लगाइन्छ भने त्यस्तो खालको परिमाणलाई चाहिँ कार्बन फुटप्रिन्ट भन्ने गरिन्छ हैन यो सजिलो छ यो कुरा यस्तै भएर म धेरै यसको व्याख्या गरे हैन क्वेशन नम्बर 7 यति भयो है यति बुझ्नलाई धेरै तपाईले चाहिदैन हैन त्यसपछि अब हामी क्वेशन नम्बर 8 मा जान्छौं ल यो 8 नम्बरको पनि धेरैले कन्सेप्ट बुझ्नु भएन हैन नबुझेर तपाईले के हाल्नु हो अहिले यो धेरैले बुझ्नु भएन हैन तर हामी धेरैको लागि नयाँ पनि हुन सक्छ मानिस पशुपन्छी तथा बालबालिकाको रोग मानिस पशुपन्छी तथा बालीनालीका रोग नियन्त्रणमा प्रयोग हुने रसायनको प्रयोग रोक्न एक स्वास्थ्य अवधारणा म एक स्वास्थ्य भनेको के हो यो पनि अहिले भन्छु एक स्वास्थ्य अवधारणा अनुसार विश्वभरि कुन मितिमा विश्व प्रति जैविक अवरोध सचेतना सप्ताह भन्छन् हैन यो प्रति जैविक अवरोध सचेतना सप्ताह पहिलो कुरा प्रति जैविक अवरोध भने के हो त्यो बुझ्न पर्यो मिति सिधि छोड्नु यो एउटा गुगल खोजिन भेटिन्छ प्रति जैविक भनेको माइक्रो हैन माइक्रोबायल भन्छ यसलाई हामीले यस्तो तरिकाले विषादी प्रयोग गर्यौं बालीनालीमा पशुमा यस्तो तरिकाले औषधि खुवायौं हैन पशुमा चाहिँ यस्तो तरिकाले औषधि खुवाइयो बालनालीमा चाहिँ यस्तो तरिकाले चाहिँ विषादी प्रयोग गरियो कि त्यो विषादीले गर्दाखेरि किराहरुमा चाहिँ यस्तो प्रकारको चाहिँ एउटा प्रतिरक्षा शक्ति वृद्धि भयो कि तपाईले त्यो विषादी प्रयोग गरे पनि किराले अब त्यसलाई सहन सक्छ अब किरा मर्दैन के जस्तो मानव टुटा किरा तपाईले पहिला जुन विषादी प्रयोग गर्नुहुन्थ्यो त्यसले टुटा किरा मर्थ्यो तपाई लगातार अनावश्यक रूपमा जब विषादी प्रयोग गर्नुहुन्छ त्यो विषादी प्रयोग गरे अब त्यो विषादीले टुटा किरा मर्दैन के त्यो विषादी मर्दैन त्यो विषादीले किरा मर्दैन किरा नमरेछ तपाईले त्यो विषादी प्रयोग गर्नु झन् त्यो वातावरणलाई हानि भयो के त्यसले गर्दा तपाई किरा मर्ने आश त मान्नुभयो तर किरा मर्ने आशले गर्दाखेरि त्यो एक स्वास्थ्य रणनीति त्यसले बिगाड्यो एक स्वास्थ्य अवधारणा भनेको यसो एक स्वास्थ्य भनेको तीन चीजको स्वास्थ्य के हो भने एउटा पशुको स्वास्थ्य एउटा वातावरणको स्वास्थ्य वातावरण पर्यावरण स्वास्थ्य एउटा मान्छेको स्वास्थ्य सुन्नु होला यो कहिले तपाईलाई आयो भने एक स्वास्थ्यमा के कुरा पर्छ जिकेमा आइदिन सक्छ भेटनरीका त कुरा धेरै पर्छन् हैन पशुको स्वास्थ्य वातावरण र मानिस यो तीनटाको स्वास्थ्य यसलाई भन्छ एक स्वास्थ्य हैन एक स्वास्थ्य रणनीति पनि आछ पशुमा त अहिले हामीले के गर्यौं भने टुटा किरालाई कुनै एउटा विषय यो म तपाईलाई अर्थ भन्छु यो प्रति जैविक प्रतिरोध भने के हो त भने हैन टुटा किरालाई कुनै विषादी लगातार प्रयोग गर्यौं यस्तो तरिकाले प्रयोग गर्यौं कि त्यो टुटा किराले यो विषादी पचाउन सक्ने भइसक्यो के र यो विषादी हामी जति प्रयोग गरे पनि अब त्यसले काम गर्दैन जस्तो हामीले खाने कुनै औषधि हामीले प्रयोग गर्ने औषधिले लगातार हामीले औषधि प्रयोग गर्दा कुनै औषधि यस्तो भइसक्यो कि त्यो हामीले खाए पनि त्यसले काम गर्दैन हामीलाई भने त्यो खानुको बेकार अर्थ छ के हो त्यस्ता खालकालाई अब त्यसलाई प्रयोग नगर्नको लागि त्यस्ता खालका चाहिँ एन्टिबायोटिकहरु त्यस्ता खालका चाहिँ औषधि अथवा विषादीहरु रसायनहरुलाई त प्रयोग गर्न भएन नि त त्यसले त झन् एउटा कुरा हामीले खान्छौं हामीलाई ठीक पार्दैन हाम्रो स्वास्थ्य ठीक हुँदैन हाम्रो स्वास्थ्य पनि ठीक हुँदैन
विषादी जताइ पर्यो वातावरणको स्वास्थ्य नि बिग्रियो, अनि पशुलाई प्रयोग गर्दा पशुको स्वास्थ्य नि बिग्रियो। यो तिनटैको स्वास्थ्य ठिक पार्नको लागि त्यस्ता खालका केमिकललाई अब हटाउनुपर्छ भनेर हैन, हटाउनुपर्छ भनेर सन् 2016 देखि हैन, सन् 2016 देखि नोभेम्बर 18 देखि 24 सम्म चाहिँ हरेक वर्ष यो प्रति जैविक प्रतिरोध सप्ताह मनाउने गरिन्छ। यसको आयोजना चाहिँ स्वास्थ्य मन्त्रालयले पनि गर्छ, कृषि मन्त्रालयले पनि गर्छ, यो वातावरण सम्बन्धी पनि गर्छ। तीनटा पक्ष जोडिन्छ। स्वास्थ्य नेपालमा तीनटाले संयुक्त आयोजना गर्छन् के, स्वास्थ्य मन्त्रालय अनि वातावरण सम्बन्धी हेर्ने मन्त्रालय र कृषि मन्त्रालय। जस्तो विश्वमा पनि यो संयुक्त राष्ट्रसङ्घ चाहिँ वातावरणीय सङ्गठन FAO हैन, विश्व स्वास्थ्य सङ्गठनले यो अवदान ल्याएका हुन्छन् के। यो कुरा बुझ्नु होला हैन, कुरा क्लियर बुझ्नु पर्यो हैन। प्रति जैविक प्रतिरोध सचेतना सप्ताह यो तपाईँ हाम्रो लागि कुनै टाइममा चाहिँ एकदमै पपुलर क्वेसन पनि बन्न सक्छ हैन। यो कुरालाई चाहिँ यसरी याद गर्नु होला। ल मैले यसलाई क्युट गरेँ है त, के छ कुरा ठिक छ, कुरा बुझ्नु भएको छ के छ। आत्या त होइन नि टोली हैन, अब चाहिने कुरामा लामै बिर्खु गरेको राम्रो हैन, त्यसले गर्दा नआत्तिनु होला। आत्तिनु त भएन, मैले तपाईँ चिया नगरेको छु अहिले, हतार नमनको 2 घन्टा लागि केही भएन हैन। तपाईँहरूले आज धेरै कुरा यस्ता नयाँ नयाँ पनका कुराहरू छन् कि हैन, एकदमै चासो लाग्ने खालका कुराहरू अनि के होला कसो होला भन्ने टाइपको कुराहरू छन्। त्यसले गर्दा मैले अलि लामै तरिकाले बिर्खु। तपाईँहरूको च्याट अन छ छैन नि हैन, त्यही त डाटा चाहिँ एकदम क्लियर बनाउनु, क्लियर तरिकाले हैन। त्यही त एकदम डाटालाई परिपक्व बनाउने बस्ने। खै त सहभागी सङ्ख्या 1000 जना पुगेन नि त 1000 जना पुगेनन् हैन, त्यसले गर्दाखेरि यो कृषिकै प्रश्न भयो। ल 1000 जना पुर्याउने गरी तपाईँले लिङ्क सेयर गर्नु पनि भएन। ल बरु यसो साथीले बेला बेला फोटा खिच्नु होला है तपाईँहरूले। यसो मैले अब फेरि च्याट अफ गरेँ, बेला बेला फोटा खिच्नु होला। अर्को यो क्वेसन नम्बर 9 छ नि, यहाँ सुन्नु होला। यो यति पपुलर क्वेसन बन्नेवाला छ कुनै टाइममा, यो धेरैलाई यो कुरा थाहा छैन हैन। यो वेबसाइटमा भर्खर अस्ति राखेको छ। यो कुनै टाइममा चाहिँ यस्तो खतरा क्वेसन बन्नेवाला छ कि अहिले नेपालमा यति राम्रो एउटा निर्देशिका बनेको छ, यति राम्रो एउटा चाहिँ दस्तावेज जारी भएको छ कि अनुसन्धान प्रसार र शिक्षा नेपालमै विश्वमै ल्यान्ड ग्रान्ट सिस्टमको हिसाबले जोडेका छन् है। यो विश्वका विभिन्न देशमा चाहिँ यसलाई यो ल्यान्ड ग्रान्ट सिस्टम अनि ल्यान्ड ग्रान्ट सिस्टमका हिसाबले जोडेका छन्। यो एउटै तरिकाले काम गर्नको लागि कहिलेकाहीँ तपाईँलाई आउला क्वेसन, ल्यान्ड ग्रान्ट सिस्टम भनेको के हो सोध्न सक्छ। ल्यान्ड ग्रान्ट सिस्टम भनेको एउटै कार्यालयबाट है, उही कार्यालयबाट अनुसन्धान पनि हुन्छ, उही कार्यालयबाट प्रसार पनि हुन्छ र उही कार्यालयले शिक्षा पनि प्रदान गर्छ भने त्यो ल्यान्ड ग्रान्ट सिस्टम हो भन्ने कुरा बुझ्नु होला हैन। त्यो भन्न खोजेको होइन। अनुसन्धान प्रसार र शिक्षा हैन, रिसर्च एक्सटेन्सन एजुकेसन समन्वय समितिको अध्यक्ष को रहने प्रावधान छ भनेको छ। यसको तपाईँले डिटेल म तपाईँलाई एउटा दस्तावेज भन्छु, म यहाँ केही कुरा लेखिदिन्छु। यसले यस्तो राम्रो चाहिँ एउटा व्यवस्था गरेको छ कि समन्वयात्मक व्यवस्था। यसो नेपालमा अहिले के छ, अनुसन्धान गर्ने निकाय छुट्टै तरिकाले काम गरिराखेको छ, प्रसार गर्ने निकायहरू छुट्टै तरिकाले काम गरिराखेका छन् हैन, शिक्षा दिने निकायहरू छुट्टै तरिका लागिराखेका छन्। त्यहाँनिर केही न केही तालमेल मिलेको छैन। अब अहिले यो नेपालमा एउटा यस्तो खालको दस्तावेज आएको छ। पहिला म तपाईँलाई यो कार्यविधि तपाईँले यो गुगलमा अहिले खोजिहाल्नु है यसलाई, हुन त म यहाँ धेरै कुराहरू भन्छु। तपाईँले यो एउटा यस्तो कार्यविधि आएको छ कि यो कार्यविधि है, कृषि प्राविधिक कार्य समूह कानुन निर्देशिका 2081, यहाँ माथि लेखेँ मैले, कृषि प्राविधिक कार्य समूह कानुन निर्देशिका। यो भर्खर वेबसाइट राखेको रहेछ यसलाई हैन, कानुन निर्देशिका 2081। यो चौधमा आएको रहेछ कि यो हैन, 2081 आएको छ हैन। 81 12 महिना 22 मा स्वीकृत भएको हो। यो 12 महिना 22 गते स्वीकृत भएको हो। यो निर्देशिकाले यो व्यवस्था गरेको छ। अब म तपाईलाई यहाँ कता कता हुन्छ ठाउँ ठाउँमा लेख्छु है, तपाईहरु एकैछिन यता उ गर्नु होला। म सरसर तपाईलाई ठाउँ ठाउँमा चाहिँ यसको यसले के भनेको छ भन्ने कुरा लेख्छु। यसका व्यवस्थाहरू के छन् त सबै कुरा लेख्छु, नआत्तिनु होला। समिति एउटा छ, यसमा चाहिँ क नम्बरमा यसले कस्ता कस्ता यिनी सञ्जाल बनाउनु भनेको है, क्लस्टर स्तरीय कृषि प्राविधिक समूह हो। तपाईँ म सबैको व्याख्या गर्छु है, पहिला लेख्छु मैले। क्लस्टर स्तरीय कृषि प्राविधिक कार्य समूह, कृषि प्राविधिक हैन, यो कार्य समूह भन्ने छ, एउटा कार्य समूह भन्ने छ। यसमा चाहिँ 40 जना हुन्छन्, 40 जना, जसमा हैन, जसमा चाहिँ 8 कृषि र 7 पशु शाखा गरी 15 चाहिँ कर्मचारी हुन्छन्।
यो स्थानीय तहमा यो समिति हुन्छ है। तपाईँलाई सबै कुरा बताउँछु नातिनलाई अहिले। एउटा यो समिति छ, त्यसपछि अर्को छ, अर्को यहाँ लेखेँ मैले खमा राष्ट्रिय, तपाईँले पनि टिप्नु होला, राष्ट्रिय कृषि अनुसन्धान प्रसार र शिक्षा निर्देशक समिति। कृषि अनुसन्धान प्रसार र शिक्षा निर्देशक समिति। समिति हैन, यो उनले पोस्टमा लेख्नुको मतलब बुझ्नु होला यो संयोजक भन्न खोजेको भनेर। मन्त्रालयको सचिव, यो सचिव, अनि यो 16 को मतलब 16 संख्या भन्ने बुझ्ने। म अहिले तपाईलाई भन्छु, यो छोटोमा लेखेको हैन। त्यसपछि अर्को छ यसमा कृषि अनुसन्धान प्रसार शिक्षा समन्वय समिति। कृषि अनुसन्धान प्रसार र शिक्षा समन्वय समिति। यसमा चाहिँ इडी है, नार्क, इडी नार्क भनेको बुझ्नु, नार्कको कार्यकारी निर्देशक यसको संयोजक हुन्छ र यो चाहिँ कति छ भने 12 सदस्यीय छ। अब सदस्य तलमाथि हुन सक्छ। त्यसपछि अर्को छ एउटा प्रदेश स्तरीय प्रदेश कृषि अनुसन्धान प्रसार र शिक्षा निर्देशक समिति। निर्देशक समिति हैन, यसको संयोजक चाहिँ प्रदेश कृषि सचिव, हैन हुन्छ। अब यसमा चाहिँ टोटल 10 जनसंख्या 10 वा थपगढ हुन सक्छ यो प्रदेश अनुसार। र म यसको बारे तपाईलाई बताउँछु हैन। यो धेरैको लागि किन विद्यार्थी सट्टै कता गयो अहिले, लाइन गयो कि हैन। अब सुन्नु होला, कृषि अनुसन्धान प्रसार शिक्षा समन्वय समितिको अध्यक्ष को रहने प्रावधान छ भन्ने छ। नेपालमा यो कृषि प्राविधिक कार्यसमूह कार्यान्वयन निर्देशिका 2081 आएको छ। यसले के भनेको छ भने नेपालमा चाहिँ कृषि विकास गर्नको लागि विभिन्न क्षेत्रमा समन्वय हुनुपर्छ भन्ने कुरा जोडेको छ। र यसले एउटा क्लस्टर स्तरीय कृषि प्राविधिक समूह गठन गर्ने भनेको छ। तपाईलाई एक्जाममा के आइदिन सक्छ भने क्लस्टर स्तरीय कृषि प्राविधिक समूह कहाँ गठन गरिन्छ भने स्थान तहमा गठन हुन्छ। यसको संयोजक के हुन्छ भनेर लेखिन्छ छैन है। यो एउटा समूह हो, यसको संयोजक भने छैन। र यो समूहमा 40 जना बस्न पाउँछन्। 40 जना मध्ये कृषि शाखाका प्रतिनिधि 8 जना विभिन्न स्थान तहका गरी र पशु शाखाका प्रतिनिधि 7 जना गरेर 15 जना चाहिँ प्राविधिक कर्मचारी बस्न पाउँछन् विभिन्न कृषि र पशु शाखा गरेर हैन। टोटल यो 40 जनाको एउटा समिति समूह हुन्छ। यसको संयोजक को हुने, अध्यक्ष को हुने भन्ने कुरा चाहिँ यकिन छैन हैन। यसलाई त्यसरी बुझ्नु होला। त्यसपछि यसमा अर्को राष्ट्रिय कृषि अनुसन्धान प्रसार र शिक्षा निर्देशक समिति छ। यो निर्देशक समिति भन्यो भने कृषि विकास मन्त्रालयको सचिव यसको संयोजक हुन्छ। यो 16 सदस्यीय हुन्छ भन्ने कुरा बुझ्ने हैन। त्यसपछि अगाडि राष्ट्रिय नजोडेर कृषि अनुसन्धान प्रसार शिक्षा समन्वय समिति यो निर्देशक भयो। अनि समन्वय समिति जो माथि क्वेशनले सोधेको छ त्यो समन्वय समितिको चाहिँ इडी भनेको एक्जिक्युटिभ डाइरेक्टर हैन, कार्यकारी निर्देशक नार्कको। त्यो नार्को कार्यकारी निर्देशक चाहिँ यसको संयोजक हुने र यो 12 सदस्य हुने भन्ने कुरा उल्लेख गरिएको छ हैन। त्यसै प्रदेश स्तरीय समितिको चाहिँ प्रदेश कृषि सचिव हुने। यसमा 10 जना संख्या हुन्छ र थपगढ पनि हुन सक्छ, 12-15 पनि पुग्न सक्छ भन्ने कुरा चाहिँ याद गर्नु होला हैन। यसरी यो पनि एउटा महत्त्वपूर्ण भएर मैले तपाईलाई यसको बारेमा भनिदिएको हैन। यो इम्पोर्टेन्ट लाग्यो किनभने यो निर्देशिका एकदमै महत्त्वपूर्ण छ। कुनै टाइम यसबाट धेरै क्वेशनहरु आउन सक्छन् हैन। त्यसले गर्दा यसको आन्सर के भयो भने आन्सर सी भयो है। आन्सर सी कार्यकारी निर्देशक नेपाल कृषि अनुसन्धान परिषद। तपाईले यसको ट्याक्क फोटो खिच्नु हैन, यसो हेरेर अनुमान गर्नु होला। मैले भनेको यो निर्देशिका ओपन गर्दा तपाईलाई सहज हुन्छ है त। ल ठीक छ। ल अब हामी अर्को क्वेशनमा गयौं। यसलाई मैले क्युट गरे। त्यसपछि क्वेशन नम्बर 10 को धेरै ब्रिफिङ गर्न पर्दैन है। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत शाखा र महाशाखा संख्या कति रहेको छ भन्ने छ।
गण्डकी प्रदेशले आर्थिक वर्ष 2082-83 बाट धेरै संरचना मर्ज गरेको छ। पहिलाका शाखा त केही पनि छैनन्, अब महाशाखा पनि अलिक बढाएको छ हैन। अब पहिलाका निर्देशनालय छैनन्, तालिम केन्द्र छैन, त्यसले धेरै कार्यालयहरू तलमाथि पारेको छ। अब त्यो सबै संरचना म कहिले आइन त्यो भन्दा अहिले 1 घण्टा लाग्छ हैन। अब गण्डकी प्रदेशको कृषि भूमि व्यवस्था सहकारी मन्त्रालयको अहिले 2082-83 को चाहिँ निर्णय अनुसार है 2082-83 अनुसार यहाँ चाहिँ 7वटा महाशाखा छन्। शाखा कति पनि छैन अहिले गण्डकीमा, शाखा 0 है। 7वटा महाशाखा, शाखा कति पनि छैनन्। पहिला शाखा थिए 2082-83 बाट उसले निर्णय गरिकन यो नहुने भनिसक्यो। म तपाईलाई एउटा बरु यसको थोरै वाली एकदम सटिक है फास्ट एकदम छिटो विधिबाट भन्छु। यो भए अन्य कुराहरू के छन् त भन्नेमा यसमा कृषि विकास कार्यालय 9वटा छन्, मनाङ र मुस्ताङ बाहेक अन्त है। कृषि विकास कार्यालय 9वटा 9 अनि एकीकृत मात्र लेखेँ तपाईले बुझ्नलाई यो भन्न खोजेको। एकीकृत कार्यालय 2वटा छन् 11 जिल्ला मध्ये चाहिँ। यो मनाङ र मुस्ताङमा छ भन्ने कुरा बुझ्ने। मनाङ एकीकृतको मतलब बुझ्नु होला है। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय भन्न खोजेको हैन। त्यसपछि नियमन एकाइ 2टा छन्, आबु खैरेनी तनहुँ र मालुङ स्याङ्जामा। यो आरबीपीआर रोड सञ्चालन छ कि यसमा हैन, त्यस्तो छ। अनि प्रयोगशाला एउटा छ, एकीकृत प्रदेश कृषि प्रयोगशाला भन्ने एउटै छ अब हैन। त्यसपछि स्रोत केन्द्र वा फार्म केन्द्र 2टा छन्, यति हो। अब निर्देशालय पनि पुरै क्यान्सल। अब निर्देशालय छैन त्यहाँ गण्डकीमा, छैन, पुरै क्यान्सल। तालिम केन्द्र पनि छैन। 3टा प्रयोगशाला मर्ज गरे एउटै प्रदेश कृषि प्रयोगशाला भइसक्यो। यो नियमन एकाइ पनि छुट्टै हैन। यो कृषि विकास कार्यालय अन्तर्गत 2टा नियमन एकाइ यसै अन्तर्गत छन् यिनीहरू। यो कृषि विकास कार्यालय मात्र 2टा नियमन एकाइ छन्, एउटा आबु खैरेनी तनहुँमा, एउटा मालुङ स्याङ्जामा भने अहिले धेरै संरचना हेरफेर भइसक्यो। त्यसले गर्दा अब चाहिँ 7वटा महाशाखा 0वटा शाखा। वेबसाइटले चाहिँ महाशाखा अझै 5 देखाउँछ होला हैन। वेबसाइटमा हेर्नुलाई के छ भने नयाँ चेन्ज गरेको छ कि छैन मलाई थाहा भएन। वेबसाइटले चेन्ज गरेर कहिलेकाहीँ टाइम लाउँछ। तपाईले फेरि वेबसाइटकै भर पर्ने हैन कि केही कुरा निर्णय भएको कुरा 2-3 वर्षसम्म चेन्ज भयो आउन वेबसाइटमा हैन। त्यो वेबसाइटले के गरेको छ एक्चुअली हेर्नु होला। त्यहाँ 5वटै महाशाखा पनि हुन सक्ला। वेबसाइटमा नराख्यो भने तपाईले 7वटा महाशाखा बुझ्नु होला। कसैले 5वटा भन्यो भने तपाईँ त्यसलाई विश्वास नमान्नु होला, किनभने यो 82-83 को त सरकारको निर्णय हो कि यो मन्त्री स्तरीय निर्णय भइसकेको कुरा हो नि त हैन गण्डकी प्रदेशको। त्यसले गर्दा 7वटा महाशाखा 0वटा शाखा छैनन्। यो अन्य संरचना चाहिँ यति भयो भन्ने कुरा चाहिँ याद गर्नु होला। यसको सतर्कपटा खिच्न सक्नुहुन्छ हैन। ल त्यसपछि क्वेशन नम्बर 11 गयो। यो धेरै महत्त्वपूर्ण कुरा छ यहाँनिर। अब बीमाको एउटा तथ्याङ्कीय झलक जस्तो भयो हैन। यो मज्जाले सुन्नु होला, म तपाईहरुलाई यसको बारेमा भन्छु। अब 2081-82 मा सबैभन्दा धेरै कृषि तथा पशुपन्छी बीमा गर्ने प्रदेश कुन हो भनेको छ। म तपाईलाई पहिला नेपालमा अहिलेको बीमा तथ्याङ्क के हो त्यो कुरा भने है त। हालको बीमा तथ्याङ्क के छ त तपाईलाई यो जान्न पर्ने कुरा पनि हो हैन। म तपाईलाई यो क्वेशन बनाउनुको मतलब यो बीमाको नोटिसको लागि पनि हो हैन, बीमाको तपाईलाई जानकारी दिनको लागि पनि हो। तपाईले यो कतै खोजेर पनि पाउनुहुन्न हैन। यो अहिले भर्खर प्रकारको आछ नेपालमा। अहिले सुन्नु होला है, टोटल कृषि तथा पशुपन्छी बीमा, कृषि तथा पशुपन्छी बीमाले कति छन् त नेपालमा टोटल भन्नेमा जाम है। नेपालमा अहिले टोटल कृषि तथा पशुपन्छी बीमाले कति छन् भने कृषि तर्फ टोटल बीमा लेख है 1678 अनि पशुपन्छी तर्फ कति छन् भने 1,60,332 गरेर जम्मा चाहिँ 1,62,010। म तपाईलाई यो एकछिन च्याट बक्स अन गरे है। किन अन गरे तपाईले हिसाब गर्नको लागि, तपाईलाई पर्सेन्ट पनि बताउँछु। यो यसो अन गर्नु तपाईले एउटा यस्तो हिसाब निकाल्नु है। म भन्छु तपाईले क्याल्कुलेटर हाल्नु एकैछिन, त्यति सहयोग गर्नु है। 1678 भागा 1,62,010 हाल्नु त के गर्नु थाल्यो म तपाईलाई एउटा बताउँछु यहाँनिर। तपाईले हिसाब गर्नु यति 1678 भागा 1,62,010 हाल्नु त कति आउँछ हाल्नु है, कति आउँदो रहेछ। यो एकदम प्योर तथ्याङ्क है। यो अहिलेको बीमाको यो भन्दा तपाईले नयाँ तथ्याङ्क पाउनुहुन्न। बीमा प्राधिकरणले निकालेको नयाँ तथ्याङ्क हाल्नु भयो
1678 भागा 1,62,010 अन्त कति आयो इन्टु 100 गर्नु अनि इन्टु 100 गर्नु कति आउँछ 1 दशमलव कति आयो यो गर्दा 1 दशमलव कति आयो 0.1 आउँदैन इन्टु 100 पनि गर्ने 1678 भागा गर्नु न 1678 भागा 1,62,010 इन्टु 100 गर्दा 1.03 अब माइनस 100 गर्नु 1.03 माइनस 100 गर्दा यहाँ कति आयो 99 दशमलव कति आयो यो भागम त 1,60,332 भागा 1,62,010 अन्त कति आउँछ यो कति आउँछ यो 1,60,300 यो म तपाईलाई हिसाब बताउँला यो तपाईलाई चाहिन्छ के कुरा अब मैले 1,60,332 भागा 1,62,010 इन्टु 100 गर्दा कति आयो 98 दशमलव कति 98 दशमलव आयो हैन ल भन्छ कति आयो 98 दशमलव कति 97 भन्नु पर्यो 03 सम्म 97 भन्नु पर्यो त्यसो भए त्यसलाई त्यहाँ 03 गयो त माथि यो मैले गरेको बुझ्नु तपाईले नेपालमा कृषि गणना 2078 अनुसार के थियो सुन्नु होला है नेपालमा कृषि गणना 2078 अनुसार कृषि बीमा कति थियो 4 दशमलव कति कति थियो है पछाडी भने पशुपन्छी बीमा कति थियो करिब 94 दशमलव कति थियो हैन 95 भन्थ्यो यसलाई 95 यसलाई 4.4 समथिङ कति मैले बिर्से कृषि बीमा 4.4 थियो कृषि गणना 2078 अनुसार 78 मा यस्तो थियो नि त कृषि बीमा गर्ने कृषक 4.4 पशुपन्छी बीमा गर्ने कृषक 95 दशमलव कति थियो हैन हो 95 दशमलव कति थियो भने 84 त पशु मात्रै हो 84 त पशु मात्रै भयो कि पन्छी माछा जोड्दा के पशु मात्रै 84 हो के त्यो पशु मात्रै 84 भयो त्यहाँ पन्छी माछा जोड्दा टोटल 95 पुग्छ के त्यो त पशु मात्रै 84 भयो हो त्यति थियो भने अहिले हेर्नु अहिले अब तपाईलाई मैले यो अब च्याट अफ गर्दै है 95 हो के मैले च्याट अफ गर्दै तपाईलाई हिसाबलाई भनेको 95.6 हैन त हो त्यो थियो नि त अहिले हेर्नु नेपालमा टोटल 100% बिमाले मध्ये कृषि बालीमा चाहिँ एकदमै कम हो 1% कृषिमा करिब 1 हो यो पशुपन्छीमा लगभग 99 त 98.99 हो पशुपन्छीमा करिब 99% लगभग नजिक छ नि त 98.97 भनेको करिब 99% करिब 99% बिमाले पशुका छन् कृषिमा त झन् घट्यो पहिलाका भन्दा 78 को कृषि गणनामा त कम्तीमा 4.4% थियो आर्थिक सर्वेक्षण 2081 के सरी बीमा प्राधिकरणको 2081-82 को रिपोर्टमा चाहिँ करिब 1% ले मात्रै कृषि बाली बीमा गरेको पाइयो के तपाईलाई यो एउटा नयाँ तथ्याङ्क जानकारी भयो हैन अनि म तपाईलाई हेरेर भन्छु यो टोटल हाम्रो चाहिँ उति छन् नि 1,62,010 बीमा लेखहरु मध्ये यहाँले लेखेको प्रदेश अनुसार है यहाँले लेखेको प्रदेश अनुसार कुन प्रदेशमा कछन् भन्नेमा म गए है त कोशी प्रदेशमा भएका कृषि तथा पशुपन्छी बीमा 18,588 कोशीमा है अनि मधेसमा छन् 11,121 अनि बागमतीमा छन् 74,690 अनि लुम्बिनीमा छ 27,077 हैन सबभन्दा कम कहाँ छ भने सबभन्दा कम चाहिँ कर्णालीमा छन् 5,177 हैन अनि सुपमा चाहिँ 53,108 लाइन तपाईलाई यो बीमाको पनि एउटा नयाँ तथ्याङ्क प्राप्त भयो नि त हैन अब यो टोटल नेपालमा भएका कृषि बीमाले कति रहेछ टोटल कृषि बीमाले 1,62,010 यतिवटा भयो टोटल बीमा लेख यिनी मध्ये कृषिमा यति 1678 मात्रै कृषिमा त 1678 मात्रै भयो नि त हैन 1678 मात्रै भयो कृषिमा अनि पशुमा कति भयो पशुमा त्यो भन्दा बाँकी रहेको सबै भयो हैन अब प्रतिशत निकाल्दा यति भयो र कुन प्रतिशत बढी बीमा लेख भन्दा सबभन्दा बढ्ता बागमती हो नि त सबभन्दा बढ्ता बागमती भयो 74,000 भनेको त लगभग धेरै डबल भयो यो 27 देखि लुम्बिनी भयो लुम्बिनी भन्दा पनि डबल भयो हैन ट्रिपल भयो त्यसले गर्दाखेरि सबभन्दा धेरै बीमा लेख जारी भएको बागमतीमा कृषिको बीमा सबभन्दा कम भएको कर्णाली र बालीको प्रकृति मध्ये हेर्दा सबभन्दा बढी स्याउमा है फेरि एउटा मात्रै बाली सोध्यो तपाईलाई सबभन्दा बढी बीमा लेख के भाषण भन्दा स्याउमा उस्तै गरेर सबै बाली जोड्दा पनि स्याउ टपमा छ के अरु सब बाली एकतिर जोड्दा पनि स्याउ टपमा छ मैले भनेको पशुभन्दा बढी भनेको हैन पशु त भएको यो 99% करिब भएको त्यो 1% छ नि यिनी मध्ये पनि सबभन्दा बढी स्याउ छ के यो कुरा बुझ्नु होला हैन तपाईलाई बीमाको भन्दै एउटा कुरा नयाँ आयो नि त हैन लै कुरा हैन कति धेरै नयाँ कुराहरु पाउनु भयो हैन त्यसले गर्दाखेरि यो फिडब्याक क्लास यसलाई फोटाकिदिनु है तपाईलाई चाहिन्छ तपाईलाई यो फोटाकिदिनु यसको
त्यसपछि क्वेसन नम्बर 12 छ। यो 12 मा धेरै छलफल गर्न पर्दैन किनकि यो सटिकबाटै बुझ्ने क्वेसन हो। यो क्वेसनले भनेको छ पेन्टेड बग कुन बालीको प्रमुख किरा भनेको छ हैन। यो पेन्टेड बग त्यस्तो धेरै मेजर किरा त होइन, तर तल दिएको अब तपाईले बग देख्नुभयो हैन। बग देख्ने बित्तिकै धेरैको ध्यान खादैन। मैले फेरि विशेष गरी धान लेख्नु भयो, प्रायले धान आउनु भएको थियो फिजिकल क्लासमा मैले हेरेको थिएँ अनि फिजिकल क्लासमा प्रायले धान आउनु भएको थियो। यो कुरा मैले हेरिरहेको थिएँ। तपाईले अब धान हान्नुभयो के हान्नुभयो थाहा भएन हैन। यो पेन्टेड बग भनेको यो एउटा चुस्ने किरा हो हैन। चुसा प्रकृतिको पतेरो जस्तो यस्तै किरा हो। यो अलिकति कडा पखेटा हुन्छ यसको। यो सबभन्दा धेरै लाग्ने तोरीमा चाहिँ यसले पातबाट डाँठबाट एकदमै चुस्छ हैन। यो त्यसपछि काउलीसम्मको सबैमा लाग्छ। यो बन्दा काउली ब्रोकाउली सबैमा लाग्छ हैन। त्यसले गर्दा यसको मैले सजिलै आन्सर भन्ने एउटा चुस्ने प्रकृतिको किरा हो हैन। यसको चाहिँ बच्चा र वयस्क चुस्ने यो काउलीमा लाग्छ। तपाईले फेरि अब हेरेर चाहिँ यो बगका ठाउँमा हेरेर यो ग्रीन बग भनेको फेरि जस्तो हेरेर ग्रीन बग भने अब यसमा लाग्थ्यो हैन। ग्रीन बग भनेको भए फेरि धानमा लाग्थ्यो होला हैन, अथवा गन्धी बग। द ग्रीन बग सुन्तलामा लाग्थ्यो, सुन्तलामा आज खास गरी हैन सुन्तला। गन्धी बग हैन, गन्धी बग भनेको भए धानमा लाग्थ्यो हैन। यो कुरा बुझ्नु होला। अब यो फलफुल अन्य तरकारी त खासै लाग्दैन, यसको धेरै बिटबिन गर्न पर्दैन। मैले सटिकमा काउरी भने यो चुस्ने प्रकृतिको किरा भनेर बुझ्नु होला। यदि एउटा मात्रै बाली सोधेर सबभन्दा बढी तोरीमा लाग्छ। अब क्वेसन नम्बर 13 छ है। क्वेसन नम्बर 13 पनि महत्त्वपूर्ण छ। केरा बगैँचामा बोट धेरै नजिक लगाएमा कुन रोग लाग्ने सम्भावना बढी हुन्छ भनिएको छ। यो पानामा उल्टे भन्ने छ हैन। यो ढुसीबाट लाग्ने रोग हो, ढुसीबाट लाग्छ हैन। अहिले त यसको टिआरको पनि तपाईले थाहा भएको छ हैन। नयाँ रोग टिआरको पनि छ। बन्चिटप भाइरसबाट हुने रोग हो हैन, भाइरसबाट हुन्छ। यो सिगाटोको पनि ढुसीबाटै हुन्छ हैन। यो चाहिँ अब ब्याक्टेरियाबाट हुन्छ। अब सुन्नु होला, यो केराको गानो कुहिने रोग माटोबाट सर्छ खास गरी, अथवा रोगी बिरुवाको गानोबाट सर्छ। यो गानो कुहिने रोग माटोबाट सर्छ, माटो रोगी भयो भने, अथवा केराको चाहिँ त्यसमा गानो नै बिग्रेको थियो भने त्यो रोगी बिरुवा गानोबाट सर्छ। यो त्यस्तो नजिक लाएर सर्ने भन्दा पनि यो रोगी माटोबाट सर्ने हो। यो त्यस्तो बोट नजिक भएर सर्दैन। अनि पानामा उल्टा भन्ने ढुसी हैन। यो टिआरको अब अहिलेको नयाँ ट्रपिकल रेसको पहिलाका फ्युजारियम ढुसीहरू भयो हैन। यो पनि बोट नजिक भएर खासै सर्दैन। यो जीवाणु पनि उपयुक्त वातावरण पाएमा त्यही बोटमा रहन्छ हैन, बिस्तारै सर्छ, त्यस्तो धेरै चाहिँ सर्दैन। अनि यो बन्चिटप भनेको त भाइरसले गर्दा हुन्छ। यो लाई किराले सार्ने हो हैन। यो भाइरस, यो बन्चिटपलाई यो पनि त्यस्तो धेरै चाहिँ बोट नजिक भएर लाग्दैन। यो भाइरस जहाँ लाई किरा जहाँ सक्रिय हुन्छ त्यहाँ लाग्न सक्छ। यो यसको एन्सर भनेको सिगाटोको। सिगाटोको लिफ स्पट भन्ने रोग छ, पातको थुप्रे रोग हैन, केराको पातको थुप्रे रोग। यो रोग यस्तो रोग हो कि अलिकति हावा लाग्ने बित्तिकै त्यो एउटा बोटबाट अर्को बोटमा मजाले सर्न सक्छ कि। थोरै एकदमै कम हावा चल्ने बित्तिकै पनि अर्को बोटमा सर्दिन सक्छ। उस्तो एउटा केराको पात हल्लियो भने त्यहीँबाट अर्को रोग जीवाणु जान सक्छ क्या त्यहाँ हो। त्यसले गर्दा एउटा पात त पातमा लाग्छ नि त यो रोग त खास गरी। अनि पातमा लाग्दा के हुन्छ, पातहरू च्यातिएको हुन्छ त्यहाँनिर। अनि यसो पातहरू हावाले हल्लाउँदा त्यहाँबाट रोगको जीवाणु सरेर अर्को बोटमा गइदिन सक्छ। त्यसले गर्दा यो एकदमै द्रुत तरिकाले चाहिँ एउटा बोटको पातबाट अर्को बोटको पातमा चाहिँ हावाबाट जान सक्ने रोग हो। हुन त यो पानामा उल्टो पनि हावाबाट सर्न सक्छ हैन। बन्चिटपको लागि त भाइरस चाहियो, गानो पनि हावाबाट सर्दैन। यो पानामा पनि सर्न सक्छ हावाबाट, तर यति द्रुत हुँदैन कि यसको जति चाहिँ। त्यसले गर्दा यसको आन्सर भनेको सिगाटोको हो। र यिनीमध्ये केराको लागि नयाँ रोग चाहिँ पानामा उल्टो भयो, अलिकति टिआरको हो पछिल्लो समयको हो। तर सबभन्दा विनाशकारी बन्चिटप हो। फेरि केराको सबभन्दा घातक रोग भनेको चाहिँ बन्चिटप हो भन्नेलाई याद गर्नु होला। यसको यति धेरै कुरा अलिक भएन लामो हैन। अनि क्वेसन नम्बर 14 यसको पनि धेरै व्याख्या गर्न पर्दैन। अलैँचीमा चाहिँ विभिन्न लाइले गर्दा छिर्के फुर्के रोग लाग्छ हैन। छिर्के भनेको यो पातहरुमा चाहिँ थोप्ला हुने हो। फुर्के भनेको अलैँचीका लाखाहरु ढल्ने हो कि। जस्तो अलैँचीका तिनी हाँगाहरु अलैँचीका बोटहरु भत्र्याउँदै ढल्छन् पनि त्यो फुर्के भयो। अनि अलैँचीको पातहरुमा थोप्ला थोप्ला आउँछ भने छिर्के हो। यो चाहिँ लाई किराले गर्दा हुने एउटा भाइरस जन्य रोग हो हैन। अलैँचीमा चाहिँ त्यो अम्बाको लाइले मकैको लाइले सार्छ, खास गरी अम्बाको लाई मकैको लाइले सार्छ। अब यो गोलसाई रामसाईमा यो रोग अत्यधिक लाग्छ। यो त गोलसाई भनेको त छिर्के फुर्के सबभन्दा बढी लाग्ने हो। यसमा भन्दा बढी लाग्छ। रामसाईमा पनि सबभन्दा बढी लाग्छ, डम्बर साईमा पनि लाग्छ। तर साउनेमा पनि नलाग्ने होइन। साउनेमा चाहिँ यो रोग अलिक कम लाग्छ भन्ने बुझ्नु होला है। यसको एन्सर खास साउने हो। किन साउने हो भने चाहिँ साउने अब ठ्याक्कै यो कारणले गर्दा कम हो भन्ने छैन।
केही मात्रामा यसले सहन सक्छ, नलाग्ने होइन। साउनेमा यो दुईटा रोग अरूभन्दा कम लाग्छ। सबभन्दा बढी लाग्ने गोल्साईमा, त्यसपछि रामसाईमा, डमरसाईमा हत्तेदिकै लाग्छ होइन। अन्य स्थानीय जात जिरमले सिरमले होइन भर्लाङ्गे पनि लाग्छ, तर यो कम लाग्ने भनेको चाहिँ साउनीमा हो। अनि यसको पनि धेरै कुरा जोड्न परेन होइन। यो पनि भाइरसले भाइरसद्वारा हुन्छ। यो भाइरस चाहिँ फेरि मकैको लागि अम्बाका लाइहरूले सार्ने गर्छन्। ल अब क्वेसन नम्बर 15 छ। तपाईँले यहाँबाट चाहिँ बुझ्नु यहाँनिर अलिकति ध्यान दिनुपर्ने कुरा छ होइन। क्वेसन नम्बर 15 लाई एकैछिन है यसको ल सुन्नु होला। अब यो पोइन्ट अफ 4 प्रोग्राम केसँग सम्बन्धित छ भनिएको छ। अनि कृषि प्रसारको चाहिँ यो पोइन्ट अफ 4 प्रोग्राम तपाईँलाई एकचोटि यो कुन पढ्दैले सोध्या पनि थियो होइन। क्वेसनै आएको थियो पोइन्ट अफ 4 प्रोग्राम के हो, कता हो, कुन देशको उसमा चाहिँ भयो भन्ने कुरा कता कता आएको जस्तो पनि लाग्थ्यो होइन। अब सुन्नु होला, यो पोइन्ट अफ 4 प्रोग्राम भनेको विश्वमा चाहिँ सबैभन्दा पहिले एकैछिन है यो प्रतिपादन गर्ने एउटा उसको नाम हेर्न खोजेको मैले, के ह्यारिस भन्ने हुन् कि एउटा तिनी, एकैछिन है 1 मिनट, ह्यारिस एकछिन आएको थिएन होला 1 मिनट है। त्यो यो एउटा तिनी वैज्ञानिकले चाहिँ यो शपथ ग्रहण गर्दा लिएको भन्ने थियो, त्यो मैले हेरिहालेँ एकैछिन। ल अब यो पोइन्ट अफ 4 प्रोग्राम सबैभन्दा पहिला कुन देशले सुरुवात गर्यो भने चाहिँ यसको आन्सर म तपाईँलाई सिधै भनिसकेँ, अमेरिका हो। म यसमा झुकेँ, तर यो पोइन्ट अफ प्रोग्राम के हो त यसको बारे भन्छु है। अमेरिकामा चाहिँ यो ठ्याक्कै मैले कता गुगलमा भेटाएन, तिनीको तपाईँले खोज्नु त ह्यारी के भन्ने है। अमेरिकामा चाहिँ एकजना हेरी के भन्ने छ पछाडि होइन। यो हेरी भन्ने चाहिँ त्यहाँ राष्ट्रपति भयो नि, राष्ट्रपति कहिले भयो भने सन् 1949 मा। सन् 1949 मा चाहिँ यिनी राष्ट्रपति भइन् होइन। यिनी राष्ट्रपति भइसकेपछि यिनले चाहिँ अब आफूले के कामहरू गर्न सकिन्छ त भनेर यिनले 4टा कुराहरू चाहिँ उनले भाषणमा बोलिन्। यिनी हेरी भन्ने मान्छेले चाहिँ आफ्नो देशमा अब के मैले गर्न सक्छु त भनेर यिनले 4वटा कुराहरू भाषणमा बोलिन्। र त्यो भाषणमा बोल्दाखेरि सबभन्दा अन्तिम चौथो बुँदा चाहिँ अलिक महत्त्वपूर्ण देखियो। उनले चाहिँ सन् 1949 मा आफूले चाहिँ अमेरिकामा राष्ट्रपतिको शपथ लिँदै गर्दाखेरि उनले चाहिँ त्यहाँनिर विभिन्न शब्दहरू के अरे विभिन्न भाषणहरू गर्ने क्रममा उनले 4वटा कुरामा प्रतिबद्ध जनाइन्। 1 नम्बर के थियो थाहा भएन, 2 नम्बर के थियो त्यो पनि थाहा भएन, 3 नम्बर के थियो त्यो पनि थाहा भएन। तर 4 नम्बरको बुँदा के थियो भने पोइन्ट अफ 4 भनेको चौथो नम्बरको बिन्दु के थियो भने विभिन्न देशहरूको लागि चाहिँ आर्थिक सहायता गर्ने उनको एउटा नीति थियो। जस्तो जो एकदमै गरिब देश छन्, जो एकदमै विपन्न देश छन्, तिनीहरूको लागि चाहिँ आर्थिक सहयोग गर्ने, शैक्षिक सहयोग गर्ने होइन, तालिमका सहयोगहरू गर्ने, विभिन्न सामग्री गर्ने भने उनले त्यो प्रकारको एउटा पोलिसी निर्माण गरिन्। हो त्यसरी पोइन्ट अफ 4 प्रोग्रामले चाहिँ विभिन्न देशलाई आर्थिक सहायता दिने प्रकारको एउटा के अरे अर्थ बुझायो। र त्यो पोइन्ट अफ 4 प्रोग्राम एकदमै महत्त्वपूर्ण भइसकेपछि त्यसको नामै पोइन्ट अफ 4 प्रोजेक्ट राखियो। त्यसपछि त्यो चौथो नम्बरको बुँदा थियो कि उनले शपथ ग्रहण गर्दाखेरि हो तिनी हेरिस। यिनको खास के थियो भने ह्यारियस रहेछ, हेरियस भन्नेले चाहिँ 1949 मा यो लिन। र यसले यो प्रोजेक्टमा के थियो भने सुन्नु होला, यसले चाहिँ हैन शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, यसले अन्य पनि काम गर्थ्यो। यिनी विभिन्न क्षेत्रमा काम गर्ने प्रोजेक्ट हो यो। तर नेपालको परिप्रेक्ष्यमा चाहिँ पोइन्ट अफ 4 प्रोग्राम सबभन्दा धेरै कृषिमा लागू भयो। यसले विश्वका विभिन्न देशमा यो पोइन्ट अफ 4 प्रोजेक्टले तपाईँलाई एक्जाम एमसीक्यूमा कस्तो आउन सक्छ भने पोइन्ट अफ 4 प्रोग्राम प्रोजेक्ट एकचोटि कहाँ कुन प्रदेशमा क्वेसन आएको छ कि होइन। शिक्षा, स्वास्थ्य, कृषि केमा गर्छ भन्दा सबैमा गर्छ। तर नेपालमा अहिले सबभन्दा बढी कृषिमा गर्यो। कृषि मध्ये पनि सबभन्दा बढी कृषि प्रसारमा गर्यो कि। कृषि प्रसारमा किन गर्यो भने सुन्नु होला, विक्रम सम्वत 2008 होइन, विक्रम सम्वत 2008 भनेको यो सन् 1991 हुन्छ, सायद 51 हुन्छ। सन् 1951 मा चाहिँ नेपालमा कृषि विभाग स्थापना भयो। र त्यो कृषि विभाग स्थापना भइसक्यो। नेपाल सरकारले चाहिँ एउटा त्योसँग हस्ताक्षर गरेर नेपाल 2008 सालदेखि यो कार्यक्रम आएको हो कि। नेपालमा यो
.4 प्रोजेक्ट लागू भएको 2008 सालमा र 2008 सालमा .4 प्रोजेक्ट लागू हुँदाखेरि के भयो भने कृषि विभागलाई सुदृढ गर्ने, कृषि विभागबाट हुने प्रसारक कार्यक्रमहरू चाहिँ एकदम विस्तार गर्न पर्छ भनेर आर्थिक अथवा बजेट प्राप्त भयो र त्यो बजेट प्राप्त भएपछि यो .4 प्रोग्राम चाहिँ नेपालमा कृषि प्रसारक कामहरू, कृषि प्रसारक कार्यक्रमहरू अगाडि बढाउन थालेको है। त्यो कुरा बुझ्नु होला। जब 2008 सालमा चाहिँ नेपालमा कृषि विभाग स्थापना भयो, कृषि विभागको सुदृढीकरणसँगै प्रसारक कामहरू अगाडि बढाउनु पर्छ भनेर अमेरिकाले यो प्रोजेक्ट मार्फत नेपाललाई पैसा दियो र नेपालमा यो कार्यक्रम चाहिँ अगाडि बढेको हो। कृषिको पनि सबभन्दा बढी कृषि प्रसारसँग चाहिँ सम्बन्धित एउटा प्रोजेक्ट हो भन्ने कुरा याद गर्न पर्यो। त्यो .4 अमेरिकाले ल्याएको प्रोजेक्ट हो। अनि त्यसपछि 16 नम्बर क्वेसन छ हैन, यो पनि एउटा महत्त्वपूर्ण छ। यो अब हामीले त्यति धेरै त पढ्दैनौँ तर यो प्रोजेक्ट नेपालमा छ। यो मैले कहाँबाट यो कुरा पत्ता लाग्यो भने एआइटिसी को चाहिँ तपाईले अहिले एउटा नयाँ पत्रिका आएको त्यहाँ हेर्नु होला। त्यो एआइटिसी को नयाँ पत्रिकामा यो कुरा उल्लेख छ। विभिन्न कृषि प्रसार पद्धति भने त्यो कति सालको अङ्कमा छ हेर्नु होला है। नयाँ खालको एउटा छ पत्रिका। नेपालमा के भयो भने 2060 सालमा, यसको म धेरै कुरा जोडिन, 2060 सालमा चाहिँ जापान सरकारको सहयोगमा यसको म तपाईलाई पनि भन्छु, जापान सरकारको सहयोगमा धादिङ त्यसपछि नुवाकोट हैन, रसुवा, सिन्धुपाल्चोक र मकवानपुरमा चाहिँ यो जापान सरकारको सहयोगमा विक्रमसम्म 2060 सालमा नेपालमा चाहिँ कृषि विकास समिति, फरक छ नि शब्द, यो कृषि विकास समिति भन्नु छैन हैन, यो कृषि विकास समिति प्रसार पद्धति सञ्चालन गरियो 5 वर्षको लागि। यो कार्यक्रम नेपालमा 5 वर्षको लागि चलेको हो र यो कस्तो प्रकारको थियो भने त पहिला एक्जाममा सोध्थ्यो। यो कृषि विकास समिति बनाउन 5वटा समूह मिल्न पर्थ्यो। कृषि विकास समिति बनाउनको लागि 5वटा समूह मिल्ने र 5वटा समूह मिलेर कृषि विकास समिति बनाउँथे पहिला। जस्तो एउटा समूह, दुईटा समूह, तीनटा समूह, 4वटा, 5वटा समूह मिलेर समिति बनाउँथे र ती समितिले के गर्थे भने सामूहिक कार्यलाई अझ प्रवर्धन गर्ने हैन, उत्पादनको कामहरू बढाउने खालको गर्थे। त्यति बेला जापान सरकारले नेपाललाई पैसा उपलब्ध गराएको थियो र यो प्रोजेक्ट सञ्चालन कसले गरेको थियो भने नेपालमा तालिम तथा प्रसार सुधार आयोजनाले है। कसले यो जापान सरकार सहयोगमा आयो, नेपालमा सञ्चालन गरेकोले भन्दा तालिम तथा प्रसार सुधार आयोजना, प्रसार सुधार आयोजना चाहिँ नेपालमा यसको सञ्चालन गरेको भन्ने कुरा बुझ्नु होला है त। यसले चाहिँ नेपालमा यसको सञ्चालन गरेछ भनेर बुझ्ने, यसको यति कुरा बुझ्नु होला। यति भयो भने ल हो पुग्छ हैन। क्वेसन नम्बर 16 लाई पठाइदिनु। एउटा कृषि प्रसार पद्धति यो पनि हो भन्ने बुझ्ने। हामी धेरैले पढ्दैन थियौँ, यो चाहिँ मैले अहिले त्यो पत्रिका भेटाएर गएर राखेको है। यसलाई मैले पनि थाहा पादिने यो कुरा चाहिँ। अब 17 नम्बर क्वेसन चाहिँ यसको चाहिँ म तपाईलाई सबैको बारेमा भन्छु। यिनी कुन प्रसार शिक्षाको सुरुवात गर्ने श्रेय कसलाई जान्छ भनिएको छ। कृषि प्रसार शिक्षाको सन्दर्भमा कुरा जोडे पनि, प्रसार शिक्षाको सन्दर्भमा कुरा जोडे पनि यी व्यक्तिहरू विश्वमा पपुलर व्यक्ति हुन्। यसलाई हामी जेपी लेगन्स भन्छौँ। जेपी लेगन्स भनेको चाहिँ यसलाई कृषि प्रसारको पिता पनि भन्छन्। सुन्नु होला है, यो कृषि प्रसारको पिता पनि हो, प्रसारको पिता पनि हो, कृषि प्रसारको हो, यो पिता पनि हो हैन। यो यस्तो व्यक्ति हो कि जेपी लेगन्सले बेलायतमा सबैभन्दा पहिला चाहिँ प्रसार कार्य अगाडि बढाउनु पर्छ। प्रसार कार्य अगाडि बढाउनु पर्छ। प्रसारद्वारा चाहिँ ग्रामीण क्षेत्रको विकास हुन्छ भनेर ग्रामीण क्षेत्रको विकास गर्नको लागि नेपालमा विश्वमा सबभन्दा पहिला प्रसार शिक्षाको कन्सेप्ट आएको ग्रामीण क्षेत्रको विकास गर्नको लागि। किन ग्रामीण क्षेत्रमा चाहिँ प्रविधिहरू पुगेका थिएनन्। अब त्यो ग्रामीण क्षेत्रमा प्रविधि पुर्याउनको लागि चाहिँ प्रसार आवश्यक पर्यो र जेपी लेगन्स चाहिँ अब ग्रामीण क्षेत्रमा पनि प्रसार गर्न पर्छ भनेर सबैभन्दा पहिला चाहिँ उनले प्रसारको सुरुवात गर्ने एउटा प्रयत्न गरे, कन्सेप्ट लिए। त्यसले गर्दा यिनलाई प्रसार शिक्षाको पिता भन्ने गरिन्छ र यो क्वेसनको आन्सर यही हो। अब यो जेम्स सतपुर्तो भनेको यिनी चाहिँ युनिभर्सिटी, फादर अफ युनिभर्सिटी हो न। यिनी चाहिँ फादर अफ हैन एक्सटेन्सन युनिभर्सिटी, यिनी चाहिँ फादर अफ एक्सटेन्सन युनिभर्सिटी भनेको यिनलाई चिनिने भयो। अनि स्मिथ लेबर भनेको चाहिँ कृषि प्रसार सुरुवात गर्ने व्यक्ति पनि है। कृषि प्रसार सुरुवात यिनले गरेका हुन् हैन, सुरुवात अमेरिकाबाट यिनी गरे। यिनी अमेरिकामा हैन, यिनी अमेरिकामा चाहिँ 1914 मा
स्मिथ लेबर एक्ट जारी भयो। यिनले कृषि प्रसार शिक्षाको सुरुवात गरे र यो सिमन नोइप, डाक्टर सिमन ए नोइप भन्छन् हैन। यो डाक्टर सिमन ए नोइप भन्ने व्यक्ति चाहिँ कस्तो भने अमेरिकामा सन् 1880 देखि 1910 सम्म कपास र जुटमा कृषि प्रसार कार्यक्रम सञ्चालन गर्ने व्यक्ति हुन्। कृषि प्रसार कार्यक्रम चाहिँ यिनले 30 वर्ष सञ्चालन गरे हैन, कार्यक्रम सञ्चालन गरे भनेर बुझ्नु होला। ल अब यिनी विभिन्न व्यक्तिको आफ्नो आफ्नै प्रकारको भयो हैन। जस्तो कहिलेकाहीँ प्रसारको पिताको सोध्यो भने जेपी लेगन्स बुझ्ने, फादर अफ एक्सटेन्सन युनिभर्सिटी भन्यो भने हैन, जेम्स सतुर्थ बुझ्ने, स्मिथ लेबर भनेका के रहेछन् कृषि प्रसार शिक्षालाई सुरुवात गर्ने व्यक्ति जसले चाहिँ अमेरिकामा स्मिथ लेबर एक्ट जारी गरे 1914 मा। र त्यो स्मिथ लेबर एक्ट जारी भएपछि विश्वभरि कृषि प्रसारका कुराहरू त्यसपछि आउन थाले र यिनी सिमन ए नोइप यिनी चाहिँ अमेरिकामा सन् 1880 देखि 1910 सम्म कपास र जुटमा चाहिँ कृषि प्रसार कार्यक्रम सञ्चालन गर्ने व्यक्ति। यिनले कृषि प्रसार शिक्षाको सुरुवात गरेनन् कि कृषि प्रसार कार्यक्रम चाहिँ सञ्चालन गरे भन्ने कुरा बुझ्नु होला हैन। यो पनि तपाईहरुलाई चाहिँ एउटा नयाँ प्रकारको ज्ञान भयो। ल मैले अलि छिटो गर्न थालेँ, 7:30 भइसकेको छ हैन। अलि अब स्पिड बढाउँछु मैले। अगाडिको चाहिँ अलि धेरै ब्रिफिङ गर्नुपर्ने कुराहरू भएको भएर धेरै ब्रिफिङ गरेको हैन। अब अलिअलि एउटालाई 3 मिनेट जति लाग्यो है। ल क्वेशन नम्बर 18, यसको धेरै व्याख्या गर्न पर्दैन, चाहिने कुराको अत्यधिक व्याख्या गर्ने, नचाहिने कम गर्ने हो। कृषि प्रसार तरिकामा श्रव्य दृश्य साधनको प्रयोग कुनमा गरिन्न भनेको छ। आम समुदायमा त श्रव्य जस्तो टिभी हैन, टिभी युट्युब हुन्छ कि नि आम समुदायगत हो नि त। आम समुदायगत उसमा चाहिँ आम समुदायगत उसमा श्रव्य दृश्य साधनको प्रयोग गर्नै पर्छ। यदि श्रव्य दृश्य साधनको प्रयोग गरिन भने जनताले कुरा बुझ्दैनन् हैन। त्यो भएर यसमा गरिन्छ, समूहगत पनि गरिन्छ, तर व्यक्तिगतमा आवश्यक पर्दैन। किनभने व्यक्तिगतले प्रत्यक्ष कुरा गर्छ के, फोनबाट भए पनि, भेटेर भए पनि, पत्र पठाएर भए पनि प्रत्यक्ष चाहिँ कुरा गर्छ र त्यसको फिडब्याक उसले तत्कालै पाउँछ। जस्तो तपाईले मलाई पत्र पठाउनु भयो, तपाईले मलाई फोन गर्नुभयो, तपाईले मलाई केही कुरा गर्नुभयो भने मैले यदि केही कुरा बुझिनँ भने तत्कालै फिडब्याक प्राप्त हुन्छ के। त्यो तत्कालै फिडब्याक प्राप्त हुँदाखेरि श्रव्य दृश्य साधनको त्यति आवश्यकता पर्दैन। यसको एन्सर ए हो है त। यतिलाई धेरै बढी व्याख्या गर्न परेन, यो सठिकमै बुझिने कुरा हो हैन। त्यसपछि क्वेशन नम्बर 19 छ। अब हेरेर म तपाईलाई यिनको सबै कुराहरू बताउँछु। माटोमा हुने वायु सञ्चारलाई के भनिन्छ भनेको छ हैन। यसको मैले छोटो तरिकाले गर्छु है, तपाईलाई एकदम छिटो बुझाउँछु किनभने 7:30 भइसक्यो, तपाईहरु आत्तिनु भएको छ हैन। लगभग 100 जना विद्यार्थी घटिसके, उनीहरु गर्दा तपाईलाई फाइदा हुन्छ किनभने उनीहरुले नयाँ कुरा सिक्न पाएनन् हैन। तपाईहरु त राम्रो कुरा सिक्न पाउनुहुन्छ, जानलाई जान्दिनु। हामी लगभग 100 जना कम भइसक्यो अहिले हैन। अब सोइल फर्टिलिटी भने के हो भने सुन्नु होला। छोटो बुझ्नु पर्दा माटोमा रहेका खाद्य तत्त्वहरूको उपलब्धता, खाद्य तत्त्वहरूको उपस्थिति अथवा उपलब्धता है। जस्तो माटोमा चाहिँ नाइट्रोजन के कति छ, माटोमा पीएच को अवस्था के छ, माटोमा हैन बोरोनको अवस्था के छ, माटोमा अर्को के को अवस्था के छ, त्यो माटोमा रहेका विभिन्न खाद्य तत्त्वको उपलब्धता भनेको चाहिँ सोइल फर्टिलिटी हो। माटोमा नाइट्रोजन के छ, पोटास के छ भन्ने कुरा। अनि सोइल प्रोडक्टिभिटी, माटोको उत्पादकत्व भनेको माटोले दिन सक्ने उत्पादन, माटोले दिन सक्ने उत्पादन। जस्तो चिम्टाइलो माटोमा धान राम्रो फल्छ, त्यो चिम्टाइलो माटो धानको लागि चाहिँ प्रोडक्टिभिटी भयो हैन। जस्तो बलौटे माटोमा बदाम राम्रो फल्छ, दोमट माटोमा अन्य बाली राम्रो फल्छ भन्ने भयो भने त्यो भनेको सोइल प्रोडक्टिभिटी हो। यसमा चाहिँ फर्टिलिटी मात्रै, माटोमा कुन तत्त्व कति छ, नाइट्रोजन बढी छ कि कम छ कि छैन कि भन्ने कुरा फर्टिलिटी भयो। तर सोइल प्रोडक्टिभिटीमा नाइट्रोजन के छ त्यो हेरिन्न कि माटोले कस्तो उत्पादन दिन सक्छ भन्ने कुरा मात्रै हेरिन्छ। त्यसले त फर्टिलिटी भन्दा प्रोडक्टिभिटी राम्रो भएको माटो राम्रो है, फर्टिलिटी हाई भएको भन्दा प्रोडक्टिभिटी हाई भएको माटो राम्रो हुन्छ कहिलेकाहीँ सोध्यो भने। अनि सोइल रिएक्सन भनेको माटोको प्रतिक्रिया, माटोको प्रतिक्रिया हैन। यो माटोको प्रतिक्रिया, यो माटोको प्रतिक्रिया भनेको चाहिँ के हो, पीएच हो। पीएच भनेको के हो, अम्लीय र क्षारीयपन। माटोमा चाहिँ अम्लीय अवस्था के छ, क्षारीय अवस्था के छ भन्ने कुरा चाहिँ के हो त माटोको सोइल रिएक्सन हो। माटोमा कहिलेकाहीँ तपाईलाई यो सोध्दैला माटोको तलमाथि कुन गुण रासायनिक सोध्यो भने माटोको प्रतिक्रिया दिला अप्सन भने सोइल रिएक्सन। के रहेछ रिएक्सन भन्ने हुन सक्छ। रिएक्सन भनेको माटोको प्रतिक्रिया अथवा पीएच, पीएच को मतलब अम्लीयपन क्षारीयपन के छ भन्ने कुरा। र सोइल एरिएसन भनेको चाहिँ माटोमा रहेको वायु सञ्चार हैन। यसको सही आन्सर डी भयो। माटोमा सोइल एरिएसन, माटोमा हुने वायु सञ्चार हैन। यसको आन्सर चाहिँ है माटोमा चाहिँ कसरी वायु सञ्चार हुन्छ। जस्तो माटोमा त कण हुन्छ नि त 50% हैन,
माटोमा भएका 50% कणमध्ये 25% हावा 25% पानी हुन्छ र त्यो हावा र पानीको तालमेलबाट कसरी सञ्चार हुन्छ भन्ने कुरा चाहिँ यो हो भनेर बुझ्नु होला हैन। अप्सन डी भयो। अथवा माटोको प्रतिक्रिया कुन हो भन्ने क्वेसन भइदिएको यो हुन्थ्यो। माटो दिनसम्म उत्पादन भने के हो सोध्या यो हुन्थ्यो। माटोमा रहेका हैन खाद्य तत्त्वको उपलब्धता के हो सोध्या अर्को हुन्थ्यो हैन। हैन तपाईहरु कन्फ्युज पर्न सक्नुहुन्थ्यो भनेर मैले त यो सबैलाई लेखिदिएको है त। ल अब अर्को क्वेसन नम्बर 20 नम्बर क्वेसनमा के छ भने साल्टेसन भनेको के हो भन्ने छ हैन। यो तपाईहरु धेरैलाई के लाग्यो होला भने यो साल्ट हो हैन साल्ट आयो त्यसले गर्दाखेरि यो त नुनिलोपन यो क्षारीय माटो हो कि भन्ने हुन सक्छ। क्षारीय माटोलाई त सालाइन भन्छन्। क्षारीय माटोलाई त सालाइन हैन। अब सुन्नुला म तपाईलाई थोरै भन्छु। यसलाई भन्छन् बेसिक सोइल हैन बेसिक सोइल। यसलाई भन्छन् सालाइन सोइल हैन। यो भनेको विदरिङ यो भनेको साल्टेसन हैन। अब सुन्नु होला यो माटोमा हुने भुसेको एउटा किसिम हो के। माटोमा तपाईलाई मैले पढाएको छु पहिलो पत्रमा हैन। माटोमा हुने भुसे खास गरी पानीबाट हुने भुसे के हो त जस्तो रिल इरोसन के हो हैन त्यसपछि गली इरोसन के हो स्प्लास इरोसन के हो सिड इरोसन के हो भन्ने कुरा पढाएको छौँ हैन। अनि हावाबाट हुने भुसे साल्टेसन के हो सर्फेस क्रिप के हो हैन सस्पेन्सन इरोसन के हो भन्ने पढाएको छौँ। हो यो भनेको एउटा हावाबाट हुने भुसेको प्रकार हो के। भुसेको मतलब के हो कि हावाले माटोका कणहरू उडाउने उछार्ने पछार्ने गर्छ भने त्यो के हो साल्टेसन हो। त्यसले गर्दाखेरि यो भनेको माटोको कण हावाले उडाउनु मतलब कि एक किसिमको भुसे हो। तपाईले भुसेको प्रकार हो के यो हैन। भुसेको प्रकार तर केबाट हुने भुसे हावाबाट हुने भुसेको प्रकार हो। त्यसले गर्दा यसको आन्सर यो हो। अब माटो बन्ने प्रक्रियालाई के भनिन्छ जस्तो माटो त जैविक रासायनिक भौतिक क्रियाबाट बन्छ नि हैन। हो त्यसरी माटो बन्ने प्रक्रियालाई विदरिङ भन्ने गरिन्छ। माटो खिने जस्तो चट्टानहरू खिएर माटो बन्छ नि त पैतृक पदार्थ खिएर हैन। हो त्यसलाई चाहिँ विदरिङ भन्ने गरिन्थ्यो यदि विदरिङ सोध्या भए। अनि बरु यो क्वेसनमा चाहिँ बेसिक सोइल भनेको के हो सोध्या भए pH मान अति उच्च भएको जस्तो 7 न्युट्रल भयो हैन 7 न्युट्रल भयो। 7 भन्दा माथि जतिसम्म 14 सम्म पुग्छ त्यति माटो क्षारीय हुन्छ। 8 भनेको अलि क्षारीय जति बढ्छ झन्झन क्षारीय हुँदै जान्छ त्यसलाई भन्छन् बेसिक सोइल। अनि पर्याप्त मात्रामा पानीमा घुलनशील लवणयुक्त मलिलो माटो भनेको यो चाहिँ स्यालाइन सोइल भन्ने हुन्छ। त्यो भनेको माटोमा चाहिँ लवणहरू क्षारीय तत्त्व जस्तो लवण भने के हो भने मोलिबेडेनम हैन मोलिबेडेनम यसमा चाहिँ सोडियम हो यस्ता खालको लवण जम्या हुन्छ के माटोमा त्यसलाई चाहिँ स्यालाइन सोइल भन्ने गरिन्छ। अप्सन अनुसार यो स्यालाइन भने अब यो हान्ने बेसिक भनेको यो हान्ने विदरिङ हान्ने भनेको भए यो हान्ने भन्ने हुन्थ्यो हैन त। मैले अलि छिटो गरेँ तर बुझ्नुहुन्छ तपाईले किनभने यो भुसेका प्रकारको बारेमा हामीले पहिलोप्रथम धेरै कुराहरू पढ्छौँ हैन। यदि सठिक क्रमबाट यहाँलाई बुझ्नु होला हैन। यसको धेरै व्याख्या गर्न परेन 20 नम्बरको। अनि क्वेसन नम्बर 21। अब 21 नम्बर क्वेसन हेर्नु अमिलो जात फलफुलमा फेद फुटेर चोप निस्किने हैन गोमोसिस समस्या कुन तत्त्वको कमीले गर्दा हुन्छ भन्ने छ। यो चोप निस्किनुको मुख्य कारण भनेको ढुसी हो। बुझ्नु होला यसको मेन कारण भनेको ढुसी। जब ढुसीको सङ्कलन बढ्छ बिरुवाको बोक्राबाट चोप आउँछ। यो जीवाणु मध्ये भयो यो त जीवाणु हो नि त। तत्त्व मध्ये सोध्यो भने चाहिँ सबभन्दा बढी यो कपरले गर्दा हुन्छ हैन। यो स्याउमा पनि हुन्छ चोप आउने समस्या हैन सुन्तलामा पनि हुन्छ यो अन्य पनि हुन सक्छ। स्याउ सुन्तलाहरुमा चाहिँ यो गोमोसिस हुन्छ। यसको कारण भनेको मुख्य गरी कपर यो तत्त्वको कमी भयो भने हुन सक्छ। तर जीवाणु सोध्यो भने जस्तो ढुसी ब्याक्टेरिया भाइरस सोध्यो भने फेरि ढुसी आउनु होला है त। ढुसीले पनि हुन सक्छ तर मुख्य गरी यो कपरको कमी हो भने चाहिँ गमोसी हुन सक्छ हैन। जस्तो स्क्याब भन्छ नि हो स्क्याब फेरि क्याल्सियमले गर्दा हुन्छ है। स्क्याब भन्ने छ नि अर्को एउटा स्क्याब फेरि क्याल्सियमले गर्दा हुन्छ ढुसीले गर्दा हुन्छ त स्क्याब हैन क्याल्सियम। कुनै कुनै रोगहरू कस्तो हुन्छ भने जीवाणुले गर्दा पनि हुन्छ कुनै तत्त्व कमी हुँदा पनि हुन्छ है त। यस्ता कुराहरुलाई याद गर्न पर्छ। यसको यति कुरा मैले भने अलि क्लास अब छिटो बढाउनु पर्ने भयो कि लगभग हैन 7:30 भन्दा बढी भइसकेको छ 1.5 घण्टा भन्दा। अब यो 22 नम्बरको क्वेसन सुन्नु होला। यो पनि तपाईहरुको लागि कतिलाई हैन अलि अप्ठ्यारो पर्यो होला। जस्तो माटोमा दुईटा कुरा हुन्छ मतलब कि बुनोट र बोनोट उस्तै लाग्छ भन्न खोजेको। यो माटोको आकार हो जस्तो माटोका कणहरू मिलेर कस्तो खालको आकार बन्छ भन्ने हुन्छ के। माटोमा के कण छन् भन्ने कुरा बुनोट भयो। चिम्टाइलो कति छ त्यहाँ पागो कति छ हैन अर्को चाहिँ बलौटे कति छ भन्ने कुरा बुनोट भयो। त्यसलाई टेक्सचर भन्छन्। यो भनेको स्ट्रक्चर भयो। स्ट्रक्चर भनेको कस्तो भने माटोमा त्यो कसरी माटो बनेको छ भन्ने कुरा हो कि। म तपाईलाई एउटा थोरै चित्र बनाउँछु है। यो बलक आकारको माटो कस्तो हुन्छ भने सुन्नु होला
यस्तो म तपाईँलाई चित्र बनाउँछु। अनि दानादार माटो कस्तो हुन्छ भने यो तपाईँलाई यो सानो एउटा चित्र बनाउनु तपाईँलाई यसको कहाँ कहाँ पाइन्छ त्यो पनि भन्छु मैले होइन। अनि छेदित घनक्षेत्र होइन प्रिज्मेटिक आकार भनेको कस्तो हुन्छ भने छेदी घनक्षेत्रको ठ्याक्कै प्रिज्मा जस्तो के यस्तो 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 हुन्छ नि प्रिज्मा यस्ता खालका हुन्छ नि प्रिज्माहरू हो यस्तो खालको। कस्तो भन्नु प्रिज्मा कस्तो हुन्छ तपाईँ थाहा पाउनु भएको होइन हो यस्तो प्रिज्मा टाइपको प्रिज्मा बनेन मेरो त यस्तो प्रिज्मा टाइपको हुन्छ प्रिज्मा जस्तो हुन्छ। अनि यो कोलुमनार भनेको कस्तो हुन्छ यो खम्बा जस्तो यस्तो यो सिधै खम्बा बनाउँछ नि हामीले यो खम्बा जस्तो हुन्छ होइन। अब सुन्नु होला यो ब्लक आकारको जुन छ यो बल्की सोइल यो कस्तो भने यो अलिकति यो चिम्टे माटो बढी भएको ठाउँमा होइन यो चिम्टे माटो भएको ठाउँमा साना लामा चाहिँ साना साना यो सानो लामा है यो डल्ला बन्छ यो माटोमा डल्ला। यसमा चाहिँ एकदमै सानो के हुन्छ दानादार हुन्छ यो दानादार हुन्छ यो प्राय माटोको सतहमा हुन्छ यो सतही माटोमा यस्तो खालको आकार पाइन्छ है। यो चिम्टाइलो माटोमा पाइन्छ खास चाहिँ चिम्टाइलो माटोमा साना साना यस्ता खालका यिनी प्रकारका चाहिँ ब्लक जस्ता बनेका हुन्छन् कि यिनीहरू यस्ता ब्लक जस्ता बनेका हुन्छन्। यो चिम्टाइलो माटोमा पाइन्छ एकदमै साना साना लामा लामा डल्ला हुन्छ यो दानादार हुन्छ माटोको सतही क्षेत्रमा पाइन्छ होइन। अनि यो छेदित घनक्षेत्र भन्ने जुन छ यो पनि माटोको सतहमा पाइन्छ तर प्रिज्मा आकारको हुने भयो। यो चाहिँ सुक्खा क्षेत्रमा पाइन्छ है खम्बा जस्तो आकृति चाहिँ सुक्खा क्षेत्रमा पाइन्छ। यो कस्तो खालको आकार बन्छ त भने त्यसले गर्दा यसको एन्सर डी हो है। सुक्खा क्षेत्रमा पाइने माटोको आकार कुन सोध्यो भने यसरी डी रहेछ भन्ने कुरा बुझ्नु होला। यसलाई मैले अलि छिटो गरेँ होइन। ब्लक आकार भनेको यस्तो ब्लक जस्तो बन्ने यो चाहिँ चिम्टियाले माटो बढी भएको ठाउँमा पाइन्छ प्रायः साना ब्लक जस्ता हुन्छन् सतही क्षेत्रको माटोमा पाइने के अरे चिम्टियाले माटोमा पाइने भयो। दाना भनेको साना दाना बन्ने हो यो प्रायः जमिनको सतह भएको माटोमा पाइन्छ। छेदी घनक्षेत्र भन्ने चाहिँ यो पनि सतहमा पाइन्छ प्रिज्मा आकारको हुन्छ यस्तो होइन। अनि खम्बा आकारको चाहिँ प्रायः सुक्खा माटोमा पाइन्छ भनेर बुझ्न पर्यो। त्यसपछि क्वेसन नम्बर 23 क्रेता र विक्रेता भेट भई वस्तु तथा सेवाको खरिद बिक्री गरी स्वामित्वको हस्तान्तरण गर्ने थलोलाई के भनिन्छ भनेको छ। अब तपाईँहरू यहाँनिर कन्फ्युज हुनुभयो होइन कतिले अब के आन्नुभयो कतिले के आन्नुभयो यो थाहा भएन। क्रेता र विक्रेता भेट गई वस्तु तथा सेवाको खरिद बिक्री गरी स्वामित्वको हस्तान्तरण थलो तपाईँले माथि यो थलो भन्ने देख्नुभयो होइन। थलो देखेको भएर यो बजार केन्द्र हो कि भन्ने बुझ्नुभयो। कृषि उपज सङ्कलन केन्द्र होइन किनभने यसमा क्रेता र विक्रेता ठ्याक्कै भेट हुन्नन् त्यही यो डी त हुने कुरा भएन। क्रेता र विक्रेता सङ्कलन केन्द्रमा खासै हुँदैन। सङ्कलन केन्द्रमा के हुन्छ भने सङ्कलन केन्द्रमा उत्पादकले त्यहाँ वस्तु छोड्छन् आउँछन् किन्ने मान्छे बेच्ने मान्छेको त्यस्तो जमघट हुँदैन। त्यो ठाउँमा चाहिँ क्रेता विक्रेता ठ्याक्कै जमघट हुन्न त्यसले गर्दा अप्सन सी पनि भएन। अनि यो बी को कृषि बजार व्यवस्थापन केन्द्र भनेको छ यो बजार भने होइन कि एउटा व्यवस्थापन केन्द्र हो। यो एउटा कमिटी जस्तो हो होइन जस्तो बजारलाई व्यवस्थित गर्नको लागि बनेको एउटा केन्द्र हो यो बजार होइन। यो अप्सन बीले यदि यहाँनिर बजार केन्द्र कृषि बजार व्यवस्थापन नभनेर यहाँनिर बजार केन्द्र मात्रै भनेको भए फेरि यो हुन्थ्यो। बजार व्यवस्थापन केन्द्र भनेको बजारलाई व्यवस्थित गर्नको लागि बनेको एउटा केन्द्र हो। त्यो भनेको एउटा उसले भने बजार सम्बन्धी एउटा सानो अफिस हो भनेको उद्योग वाणिज्य सङ्घले बनाएको अफिसर हुन्छ नि त्यस्ता खालका कार्यालयहरू हो त्यो एउटा कार्यालय जस्तो एउटा कमिटी जस्तो भयो होइन। यदि कृषि बजार केन्द्र भनिदिएको भए व्यवस्थापन नभइदिएको भए यो मिल्थ्यो यो पनि भएन। त्यही गर्दा यसको सही एन्सर भनेको कृषि बजार हो। कुनै पनि क्रेता र विक्रेता भेट हुन्छन् त्यहाँ भेट भएर उसले सुन्तला बेच्छ अनि आफूसँग भएको सुन्तलाको स्वामित्व अर्कालाई दिन्छ उसले भने अर्काले किन्छ अनि उसले स्वामित्व लियो भन्ने हुन्छ होइन। त्यसरी त्यो भयो यसको नम्बर यसको एन्सर त्यो भयो कृषि बजार भन्ने हो। क्वेसन नम्बर 24 छ। अब यो पनि एकदम तपाईँहरू कन्फ्युज हुनुभयो होला होइन। बजारमुखी उत्पादन भनेको के हो म तपाईँलाई किन बनाएको भने तपाईँको दिमाग कतिको चलाक हुन्छ भनेर होइन। बजारमुखी उत्पादन भनेको के हो भन्ने छ बजार नजिकैको क्षेत्रमा बाली उत्पादन गर्ने यो हुँदै होइन। भूगोल अनुसार बाली उत्पादन गर्नु यो पनि होइन। भूगोल अनुसार बाली उत्पादन गर्नु त होइन एउटा सम्भाव्यता भयो। अब बजारमुखी उत्पादन भनेको बजारमा के वस्तुको आवश्यक छ बजारको मतलब उपभोक्ताले कुन वस्तु रुचाएका छन् भन्ने हो। जस्तो बजारमा अहिले टमाटरको माग छ भने बजारले टमाटर खोज्यो। अब बजार भनेको उपभोक्ता हो फेरि हुन त होइन। अब बजारको माग बजारको चाहना र बजारको रुचि अनुसारको वस्तु उत्पादन गर्नु बजारमुखी उत्पादन योजना। जस्तो ड्रागन फ्रुट बजारमुखी उत्पादन होइन किनभने ड्रागन बजारमा बिक्री नहुन सक्छ नि त बजारको माग त छैन त्यसको। त्यसले गर्दा ड्रागनको बजार छैन भने त्यो बजारमुखी उत्पादन आउने कुरा भएन।
बरु कसरी सुन्तला किन्छ भने सुन्तला के भयो बजारमुखी उत्पादन भयो, किनभने सुन्तलाको बजार माग बढी छ भन्ने हो। अब यो बिडसीमा तपाईँ कन्फ्युज हुनुभयो। उपभोक्ताको रुचि र माग अनुसार बाली उत्पादन गर्नु, बजारको रुचि र माग अनुसार बाली उत्पादन, यो दुईटै कुरा ठिक छ। मैले यो दुईटा अप्सन किन राखेको भने तपाईँलाई झुक्क्याउन राखेको, किनभने यो मानव दुईटा अप्सन उस्तै छ भने के गर्नु त। अब तपाईँले उपभोक्ताको रुचि र माग अनुसार बाली उत्पादन गर्नु, बजारको रुचि र माग अनुसार बाली उत्पादन गर्नु, माथिका दुवै भइदिएको भए माथिका दुवै हुन्थ्यो, मजाले हान्नुहुन्थ्यो। माथिका दुवै त छैन होइन, माथिका दुवै नभए एउटा त हान्न पर्यो। यस्तो बेला बजारमुखीको मतलब बजारकै कुरा जोडिनुपर्छ। बजारमुखी उत्पादन भनेको अप्सन सी मिल्न गयो, किनभने बी पनि ठिक छ न त, तर सी बढी किन भयो भने क्वेसनले बजारमुखी उत्पादन भनेको पहिला त बजारको रुचिलाई हेर्नु पर्यो। बजारको रुचि बजारको माग भनेको उपभोक्ताको रुचि हुन त त्यो होइन, तर कहिलेकाहीँ उपभोक्ता त अलिक टाढा पनि त हुन्छ नि। जस्तो बजारमा बजार भनेको मानव सल्यानको एउटा बजार भयो, त्यो बजारको उपभोक्ता त टाढा पनि त हुन सक्छन्। हो तिनीहरूलाई भन्दा बजारले तत्काल के खोजेको छ भन्ने कुरा हेरिन्छ। उपभोक्ता भनेकै बजारका चाहना गर्ने मान्छे त भयो होइन। यो दुईटा माथिका सबै नभएको भएर अथवा दुवै नभएको भएर एउटा मात्रै विकल्प हान्नु पर्दा बजारको रुचि र माग अनुसारको बाली उत्पादन गर्नु भन्ने हान्न पर्छ। यदि यो नभइदिएको भए अप्सन बी हान्न पर्थ्यो। फेरि बजारको माग भनेको त उपभोक्ताकै माग हो कि। जस्तो बजारले सुन्तलाको माग, अहिले बजारमा टमाटरको माग बढी छ नि त। बजारमा टमाटरको माग बढी छ भनेको उपभोक्ताले बढी खोज्यान् भन्ने त हो नि, उपभोक्ताको माग बढी छ भन्ने हो। तर सिधै भन्दा उपभोक्ता भन्दा यो चाहिँ अलिक बढी सुहाउँदो एन्सर हुन्छ है त। यो भयो। त्यसपछि क्वेसन नम्बर 25 तपाईँ यसमा पनि झुक्किनु भयो, धेरैले यसलाई झुक्किनु भयो होइन। क्वेसन नम्बर 25 मा के भनिएको छ भने दूध उत्पादक कृषकबाट सहकारले दूध खरिद गरी प्रशोधन गरेर दही, घिउ, पनिर, चीज आदि उत्पादन गरी गुणस्तरको आधारमा फरक मूल्यमा बिक्री वितरण गर्नु भनेको छ। यहाँनिर सबै अप्सन मिल्दो भयो कि। अब सुन्नु होला, दूध यहाँनिर बुझ्नु होला है, म सबै अप्सनको तपाईँलाई एन्सर भन्छु। वस्तुको स्वरूप उपयोगिता भनेको तपाईँले दूधबाट दही बनाउनु भयो होइन। पहिला दूध थियो, त्यो दूधबाट दही बन्यो भने यो स्वरूप उपयोगिता भयो कि। तर दूधबाट दही बन्नु क्वेसनले सुन्नु होला है, क्वेसनले दूधबाट दही बनाइन्छ भने त्यो कस्तो हो सोधेको भए, दूधबाट दही तयार गरी उपभोग गर्नु सोधेको भए, दूधबाट होइन यो पनिर उत्पादन गरी उपभोग गर्नु के हो सोधेको भए, चीज उत्पादन गरी उपभोग गर्नु के हो सोधेको भए, घिउ उत्पादन गरी उपभोग गर्नु के हो सोधेको भए, त्यस्तो बेला चाहिँ एन्सर वस्तुको स्वरूप उपयोगिता हुन्थ्यो। तर उसले त त्यति मात्र भनेको छ नि, गुणस्तरको आधारमा फरक मूल्यमा बिक्री वितरण गर्नु भनेको छ। अनि क्वेसन नम्बर 20 छ मूल्य विविधीकरण प्रणालीको बजारीकरण। यो कस्तो भनेको सुन्नु होला, मूल्य विविधीकरण प्रणालीको बजारीकरण भनेको एउटै बजारमा वस्तुको विभिन्न मूल्य हुन्छ। जस्तो उही बजारमा कसैले सुन्तला 20 रुपैयाँ किलो बेच्छ, कसैले 30 रुपैयाँ किलो बेच्छ, कसैले 40 रुपैयाँ किलो बेच्छ, त्यसलाई मूल्य विविधीकरण भनिन्छ। हुन त यहाँ मूल्य फरक भन्ने छ, तर फरक भनेको त वस्तु अनुसार फरक चाहिँ यो भएन। यदि उही दहीको मूल्य सबैले फरक बेच्थ्यो भने त्यो मूल्य विविधीकरण हुन्थ्यो, यो पनि मिलेन। अब मूल्य श्रृङ्खला विकास भनेको त कुनै पनि वस्तु उत्पादन गरेर उपभोक्तासम्म पुग्दाको लामो सञ्जाल हो, जहाँ हरेक तहमा चाहिँ मूल्य अभिवृद्धि हुन्छ होइन। जितको माध्यमबाट होइन, सबैलाई जित्ने भन्ने मानसिकताबाट चाहिँ सबैले नाफा कमाउने मानसिकताबाट उत्पादन गरेको वस्तु उपभोक्तासम्म पुग्दाको लामो सञ्जाल भनेको मूल्य श्रृङ्खला विकास हो। यो दुईटामा अलिक बढी कन्फ्युज छ। तर मूल्य अभिवृद्धि भनेको के हो भने कुनै पनि वस्तु उत्पादकले उत्पादन गर्यो, त्यसले कसैलाई बेच्यो र कसैले त्यसलाई प्याकिङ गरेर त्यसको गुणस्तर कायम गर्यो नि त। कसैले प्याकिङ गर्यो, जस्तो मैले खुल्ला रूपमा अदुवा बेचेको थिएँ, कसैले अब त्यो प्याकिङ गरेर अदुवा बेच्यो, उसले त गुणस्तर बढायो नि त। अनि गुणस्तर बढाए बापत मूल्य अभिवृद्धि गर्यो, त्यसलाई चाहिँ मूल्य अभिवृद्धि भन्न पर्छ। कसैले मबाट दुध लियो, त्यो दुधले त्यसलाई पनिर बनाएर बेच्यो भने त्यो मूल्य श्रृङ्खला होइन के। त्यो मूल्य श्रृङ्खला हुनको लागि दुध उसले उत्पादन गरेको उत्पादकदेखि उपभोक्तासम्म पुग्दाको लामो सञ्जाल आउनुपर्छ भने त्यो पनि भएन। त्यसले गर्दा यसको मेन एन्सर मूल्य अभिवृद्धि हो, किनकि उसले दुध बेचेको थियो, दुधलाई प्रशोधन गरी विभिन्न प्रकार बनाएर मूल्य अभिवृद्धि गर्यो भने यो चाहिँ मूल्य अभिवृद्धि हो। यो मूल्य श्रृङ्खला कस्तो बेला हुन्थ्यो भने दूध उत्पादकले उत्पादन गरेको दूध सहकारी अथवा विभिन्न माध्यम हुँदै अन्तिम उपभोक्तासम्म पुग्छ भने त्यसलाई के भनिन्छ भनेको भए मूल्य श्रृङ्खला विकास हुन्थ्यो। अन्तिम उपभोक्तासम्म आएको कुरा भएको भए त्यो त अन्तिम उपभोक्तासम्म पुग्ने कुरा छैन नि त। यसले विभिन्न वस्तु उत्पादन गर्यो र गुणस्तरको आधारमा मूल्य तलमाथि पार्यो भन्ने कुरा, त्यसले गर्दा यसको आन्सर के भयो त
मूल्य अभिवृद्धि भन्ने भयो हैन। यो कुरालाई याद गर्नु होला। यो पछिल्लो क्वेशनमा अलि कन्फ्युज जस्तै थियो। अनि क्वेशन नम्बर 26 छ। अब यो 26 को कुरा क्लियर बुझ्ने है त। यदि वस्तुको न्यूनतम मूल्य सीमा फ्लोर प्राइस, न्यूनतम मूल्य सीमा भनेको फ्लोर प्राइस भन्ने भयो। फ्लोर प्राइस सन्तुलित मूल्य भन्दा इक्विलिब्रियम प्राइस भन्दा माथि निर्धारण गरियो भने के हुन्छ भने सुन्नु। अब सुन्नु ल, यो भनेको मानव धानको है, एउटा धानको मूल्य, धान प्रति केजी को मूल्य कति थियो भने 40 रुपैयाँ किलो थियो। कुरा बुझ्नु होला है। यसको न्यूनतम वास्तवमा यो 40 रुपैयाँ किलो थियो धानको बजार मूल्य, इक्विलिब्रियम प्राइस धानको 40 थियो। तर धानको मूल्य 40 हुँदाखेरि मान्छेले धान किन्थे। अब धानको मूल्य 40 हुनुपर्ने ठाउँमा बढाएर 60 रुपैयाँ किलो बनाइयो भने धानको मूल्य बढ्यो कि न्यूनतम मूल्य सीमा इक्विलिब्रियम प्राइस भन्दा बढी भयो, माथि भयो। भनेको 40 रुपैयाँ थियो धानको इक्विलिब्रियम प्राइस, वास्तवमा बजार मूल्य हेर्दाखेरि धानको 40 रुपैयाँ किलो हुनु पर्थ्यो। तर त्यसको मूल्य बढाएर न्यूनतम मूल्य 60 बनाइयो। के हो भने पहिलाको मूल्य भन्दा बढ्यो। जब त्यो वस्तुको मूल्य बढ्यो, अब मूल्य बढ्दा के हुन्छ होला, जब मूल्य बढ्छ, मूल्य बढ्दाखेरि उपभोक्ताले खासै किन्न मान्दैनन्। मूल्य बढ्दा उपभोक्ताले किन्न मान्दैन नि। किन्न नमानेपछि त्यो वस्तु अभाव भन्ने त हुँदै भएन। अभाव त कति बेला हुन्थ्यो हो, बरु यो वस्तु यहाँनिर माथि भन्ने ठाउँ छ नि, यो माथि भन्ने ठाउँमा तल लेखिदिएको भए, तल लेखिदिएको भए अभाव हुन्थ्यो। किनभने यो वस्तु 40 पर्ने वस्तुको मूल्य 20 परेको भए के हुन्थ्यो, त्यो वस्तु सबैले किन्न चाहन्थे। सबैले किन्न चाहँदाखेरि अभाव हुन्थ्यो बजारमा। यसको एन्सर अभाव। कसैलाई हुन्थ्यो त्यो इक्विलिब्रियम प्राइस भन्दा न्यूनतम मूल्य कम भइदिएको भए 40 पर्ने वस्तुको मूल्य 20 भइदिएको त सबैले किन्न चाहन्थे नि त। सबैले किन्दाखेरि वस्तु सर्टेज हुन्थ्यो बजारमा हैन, त्यो हुन्थ्यो तल। स्थिरता त हुने कुरै भएन, केही न केही चेन्ज हुन्छ, यो पनि हुँदैन। स्थिरता इक्विलिब्रियम त चेन्ज भइसक्यो, इक्विलिब्रियम चेन्ज भएर तलमाथि भएको भने यति बेला हुन्छ अधिवेश, सरप्लस भन्छ। सरप्लस भनेको अब बजारमा चाहिँ त्यो माग भन्दा आपूर्ति बढी भयो के। अब सरप्लसको अर्थ के हो भने माग भन्दा आपूर्ति बढी हुन्छ, त्यसलाई सरप्लस भन्छन्। माग भन्दा आपूर्ति कम हुन्छ भने त्यसलाई फेरि स्टोरेज भन्छन्, के अरे अभाव भन्छन्। अब के हुन्छ, जब 40 रुपैयाँ पर्ने वस्तुको मूल्य 60 हुन्छ, मान्छेले किन्दैनन्, त्यसलाई कम किन्छन्। कम किन्दा त्यो वस्तु बजारमा स्टक रहिराखेको, बजारमा प्रशस्तै छ, कोहीले किने छैन नि त। भनेको यो बेला आपूर्ति बढी माग कम हुन्छ है। बजारमा चाहिँ मूल्य बढ्यो, मूल्य बढ्दा आपूर्ति भयो तर मान्छेले किनेनन्, उपभोक्ताले किनेनन् त, अनि बजार के हुन्छ, वस्तु रहिरहेको छ भन्ने हो। यसको एन्सर अधिवेश भन्ने भयो है त। यो कुरा चाहिँ बुझ्नु होला। करिब 8 गर्न थाल्यो, अलिक ढिला भयो होइन। ढिला अब क्वेसन पनि त्यस्तै प्रकारको धेरै ब्रिफिङ गर्नुपर्ने क्वेसन नै थियो। अब यसको धेरै ब्रिफिङ गर्न पर्दैन बरु है। कुन चाहिँ प्याजको जात हैन, अनियन ओपी भेराइटी भनेको छ। ओपी भनेको छ यहाँनिर हैन, ओपी भनेको ओपन पोलिनेटेड हो, खुल्ला सेचेट। अब यिनीहरू हेर्दाखेरि प्राय हेरेर चाहिँ प्याजका जातहरू यो पनि अब हाइब्रिड जात अन्तर्गत छ हैन, यो पनि हाइब्रिड जात अन्तर्गत छ। यसको सही आन्सर रेड क्रियोल हो। यो होइन, सरी, रेड क्रियोल चाहिँ ओपी भेराइटी हो, खुल्ला सेचेट। ओरिजिनल भनेका हाइब्रिड जात अन्तर्गत पर्छन् हैन, त्यसले गर्दा यसको सही आन्सर भनेको रेड क्रियोल भयो। अर्को कुरा यिनी विन्टर सिल्भर सुपर एक्सल नेपालमा त्यसको दर्ता पञ्जीकरण पनि अहिले पनि के हटाउने के भइरहेको, त्यसले गर्दा रेड क्रियोल चाहिँ ओपी हो, अरू यिनी ओपी होइन, हाइब्रिड जात हुने कुरा बुझ्नु होला है त। अब अलिक छिटो गरेँ मैले लास्टमा चाहिँ। अब क्वेसन नम्बर 28 छ। रजिस्टर सिट इज अल्सो नाउन एज भनेको छ। रजिस्टर सिट बिउ उत्पादन गर्दा सबैभन्दा सुरुमा बिल्डर सिट हुन्छ अनि बिल्डरबाट फाउन्डेसन सिट आउँछ, फाउन्डेसनबाट सर्टिफाइड सिट आउँछ। अब बिल्डर भनेको प्रजनन बिउ, फाउन्डेसन भनेको मूल बिउ भयो हैन। अब सर्टिफाइड भनेको प्रमाणित बिउ हो। र पहिला के थियो भने अहिले पनि त्यस्तो भन्ने गर्थ्यो विकसित देशमा, सर्टिफाइड बिउको अर्को नाम रजिस्टर सिट हो, प्रमाणित बिउलाई अर्को रजिस्टर सिट पनि भन्ने गरिन्छ है त। त्यो यसको आन्सर रजिस्टर सिट भन्ने भयो। त्यसको धेरै कुरा गर्न परेन हैन। अहिले छिटो भने अलि अब टाइम गइसक्यो भने 2 घण्टा धेरै भयो के। अनि म पनि अब लास्टमा अन्त्यमा चाहिँ अलि इनर्जी लस हुन थाल्यो। तपाईँहरूको पनि सहभागिता बिस्तारै लामो हुँदाखेरि हुन्छ। जियोलाइट प्रविधि केसँग सम्बन्धित छ भने चाहिँ जियोलाइट एउटा एल्युमिनियम हैन, सिलिकेट जस्तो हो त्यो चाहिँ एउटा एकदम साना कणहरू हुन्छ क्या, त्यहाँ पनहरू हुन्छ। त्यो पनले चाहिँ बिउमा रहेको चिस्यान सोच्छ। बिउमा रहेको चिस्यान सोच्ने भनेको बिउ भण्डारण गर्दाखेरि त्यसलाई प्रयोग गरिन्छ र उसले बिउमा रहेको चिस्यान सोच्ने गर्छ है। त्यो गर्दा यसको चाहिँ बिउ भण्डारण हो, रोपाइ गर्दा यसलाई चाहिने कुरा भएन, उत्पादनको कुनै प्रयोग हुँदैन। यो एउटा एल्युमिनियम सिलिकेट टाइपको भयो है त। ल यसको मैले छिटो भने लास्टमा चाहिँ किनभने अलिक टाइम गएको भएर र यसको कुरा प्रश्न बुझिन्छ हैन, यिनी पहिला पनि भएको कुरा हुन्। अब लास्टमा छ 30 नम्बर क्वेसन, कृषिको यति हो है, त्यसपछि अरू हुन्। मकैमा समान चारित्रिक, अब यसलाई चाहिँ म तपाईँलाई लामै बताउँछु भोलि। लास्ट क्वेसन हो मेरो। मकैमा समान चारित्रिक गुणहरू एक आपसमा मिल्ने क्षमता भएको स्थिर इनब्रिड लाइन बीज
क्रस गरी पपुलेसन विकास गर्नु कस्तो प्रविधि हो भनेको छ। कम्पोजिट मकैमा के हुन्छ सुन्नु होला है। कम्पोजिट मकैमा अब यसको तपाईँले विधि बुझ्नु पहिलो कुरा, क्वेसनले के भन्छ त्यो छोड्नु। कम्पोजिट मकैमा के हुन्छ, एउटा जात हेरेर यसका विभिन्न बोट लगाइन्छ, एउटा जात हो यसका विभिन्न बोट भयो, अनि अर्को जातको हेरेर विभिन्न बोट हुन्छ, अर्को जातको विभिन्न बोट हुन्छ, यो विभिन्न जातहरू हुन्छन् के कम्पोजिट निकाल्ने तरिका। अनि यिनीहरूको क्रस हुँदैन, यिनीहरूबाट उत्कृष्ट कुन बोट भयो त्यसको बिउ ल्याउने, यिनीबाट उत्कृष्ट कुन भयो त्यसको बिउ ल्याउने, यसबाट उत्कृष्ट कुन भयो त्यसको बिउ ल्याउने, र यसबाट उत्कृष्ट भयो त्यसको बिउ एउटा मिसाएर यसलाई संयुक्त रूपमा उत्पादन गरिन्छ भने त्यसलाई भन्छ कम्पोजिट। त्यो कम्पोजिट हो हैन। समान चारित्रिक गुण भएका अथवा मिल्दोजुल्दो चारित्रिक गुण भएका बिरुवालाई सँगै लगाउने, त्यसको मास सिलेक्सन गर्ने अथवा जातीय सुधार गर्ने। यसरी जातीय सुधार गर्ने, यसरी मास सिलेक्सन गर्ने कि यसबाट कुन राम्रो भयो त्यसको बिउ निकाल्ने, यसबाट कुन भयो त्यसको, यसबाट कुन भयो त्यसको, र यसबाट कुन त्यसको लगाएर अनि यिनको बिउ लगाएर अन्तिममा त्यहाँ क्रस हुन्छ र बिउ निस्किन्छ भने त्यो कम्पोजिट भयो। अनि त्यसपछि अब यो सिन्थेटिक भनेको कस्तो भने सिधै यसमा त सिधै क्रस गराउने। जस्तो मानौ यो मकैको मनोकामना 5 मकै छ, यदि मनोकामना 5 र मनोकामना 6 मिल्दा खालका छन् र मनोकामना 7 पनि मिल्दा खालका छन् भने यिनी तीनटा बीच खुल्ला सेजन हुन दिने।